सबभन्दा पहिला हामी यो बुद्ध धर्मसँगको शरणमा जाने प्रार्थना गर्नेछौँ। त्यसपछि गएर अनि सम्पूर्ण प्राणीको हितार्थ कल्याणार्थ मैत्री भावनाको ध्यानको प्रार्थना गर्नेछौँ। अनि त्यसपछि गएर अनि भगवान बुद्धदेखि लिएर अहिलेका कल्याण मित्र गुरुहरूसम्मलाई याद गरेर गुरुको स्तुति गर्नेछौँ। अनि हामीले जीवनमा जति पनि राम्रो काम गरेका छौँ, राम्रो कर्म गरेका छौँ, अनि त्यो राम्रो कर्मबाट चाहिँ एउटा विशुद्ध किसिमको विश्व ब्रह्माण्डलाई सृजना गरेर अनि भगवान बुद्धलाई रत्नमण्डलको रूपमा चढाउनेछौँ। र अनि भगवान बुद्धको चाहिँ धर्म प्रवचन गरिदिनुहोस् भनेर अनि अनुरोध गर्नेछौँ। यी शब्दहरू अहिले हामी वाचन गर्छौँ। म यो सम्पूर्ण भाषाबाट Sangye Chetan Sogye Chonamalaya Chanchu Panduya Daniya Kyasoji Dagye Jinsoy Gibya Sanamagye Adola Pinjira Sangye Chuboro Shu Sangye Chetan Sogye Chonamalaya Chanchu Panduya Daniya Kyasoji Dagye Jinsoy Gibya Sanamagye Tola Pinjira Sangye Dubara Shu Sangye Chetan Sangye Chanamalaya Chancho Padoya Daniya Kyasoji Dagye Jinsoy Gibya Sanamagye Tola Pinjira Sangye Dubara Shu Semje Tamje Devada Tivi Gyuda Demborai Kyurunji Dungala Daya Dungala Gi Gyuda Tawarai Kyurunji Dungala Bebe Deva Tamba Dami Tawarai Kyurunji Nyeriya Chadaya Nadawe Tangyamo Chimbola Nemba Kyonde Panden Zabe Lama Rimboche Dagi Chivara Pime Adeshola Kade Chimbe Agone Jesonde Kosondo Gyangwendo Sando Zo Saji Apeche Ajoshi Amendo Edam Riravali Shangide Gyambadi Sangye Shindo Minde Ambulwayi Dukuna Nanda Shindo Yobara Sho Idam Gururata Mandala Kamniryadaya Mi Simje Namgya Sambhadan Luya Cheda Cheda Vara Chejan Tuman Tebayi Chigya Korolo Kordusu दोमाङ हामीले तपाईहरुले दिन सुनाउँछ। यहाँ दोमाङको यो यस्तो हामीले केहीवटा सूचना लेखेका छौँ। सूचना जसमा बताएको छ साधारण अनुरोध यो धारणी संग्रह अर्थात् दोमाङको पाठ जसले जहिले गरे पनि हुन्छ, तर यसमा रहेको मन्त्रको प्रयोग गर्नुको लागि गुरु कल्याण मित्रको आज्ञा लिएर मात्र साधन गर्नुहोला। यहाँ उल्लेखित धारणी मन्त्रहरू जगत हितको लागि बुद्धद्वारा देशना गरेकोले यसको दुरुपयोग नगर्नुहोला। यो धारणी संग्रह अर्थात् दोमाङ बुद्ध वचन पवित्र ग्रन्थ भएकोले यसलाई पूजनीय स्थानमा राख्नुहोला भनेर पहिले सादर अनुरोध गरिएको छ। र दोमाङमा प्रवेश गर्नुभन्दा पहिला म के भन्न चाहन्छु भनेदेखि यो दोमाङ ग्रन्थ भनेको हामी सारा हिमालयन बुद्धिस्टहरूको एउटा पहिचान भनौँ कि हाम्रो एउटा चाहिँ पूर्वकालदेखि चाहे जानेर होस् चाहे नजानेर होस्
घरमा लामा गुरुहरू आमन्त्रित गरेर चाहे त्यो बच्चा जन्मदा होस्, चाहे त्यो न्वारण गर्दाखेरि होस्, चाहे त्यो घर बनाउँदाखेरि होस्, चाहे घर सर्दाखेरि होस्, चाहे त्यो विवाह गर्दाखेरि होस्, चाहे अन्ततगत मृत्युको अवस्थासम्म पनि हामीले दोमाङ पाठ गर्ने गरेका छौँ। त्यसैले यो पाठ त गर्दै आइरहेका छौँ, सबैलाई थाहा भएकै कुरो हो। तर हामीले कहिले पनि थाहा पाएनौँ कि यो दोमाङभित्र के छ, के पाठ गरिन्छ। जुन हाम्रो चाहिँ परापूर्व कालदेखि हाम्रो पुर्ख्यौलीदेखि नै यसलाई हामीले चाहिँ पाठ गर्दै आएका छौँ। यसमा छ के, यो बुझ्न अत्यन्तै जरुरी छ। अहिले हामी 21औं शताब्दीमा आएको बौद्ध धर्म मान्नेवाला हौँ हामीहरू। त्यसकारण नबुझिकन अरेको भरमा, अन्धविश्वासको भरमा गऱ्यो भनेदेखि त्यो ठिक हुँदैन। त्यसैले यसलाई बुझ्न नितान्त जरुरी छ कि यो दोमाङभित्र के छ। हामी आफूले पनि बुझ्नु जरुरी छ र हाम्रा भावी सन्ततिहरू उहाँहरूले पनि बुझ्नु जरुरी छ। यदि हामीले भगवान बुद्धको धर्मलाई आफ्नो सन्तति भविष्यसम्म चाहिँ जीवित राख्ने हो भने यसलाई बुझ्न अत्यन्तै जरुरी छ। त्यसैले यो दोमाङ ग्रन्थ हामीले उल्था गर्ने जमर्को गऱ्यौँ। आजभन्दा 4 वर्ष पहिला मेरो युकेको भ्रमण थियो। यो दोमाङ उल्था गर्ने काम कसरी सुरु भयो भन्दाखेरि चाहिँ हुन त धेरै पहिलादेखि नै धेरै व्यक्तिहरूको चाहिँ आशा रहेछ दोमाङ अहिले बुझ्ने यो पर्वतीय नेपाली भाषामा भइदियो भए सबैले बुझ्ने थिए भन्ने आशा त सबैको नै भएको पाइन्छ। तर पनि यसलाई चाहिँ ठोस रूप दिनुको लागि चाहिँ आजभन्दा केही वर्ष पहिला मेरो युके भ्रमण हुँदाखेरि त्यहाँ हाम्रो गुरुङ समुदायका धेरै बौद्ध धर्मावलम्बी मान्ने हाम्रा लाउरी परिवारहरू थुप्रै हुनुहुन्छ। त्यहाँ अहिले नेपाल छाडेर उहाँहरू युकेमा बसोबास गर्नुभएको छ र उहाँहरू बुद्धको अनुयायी हुनुहुन्छ, बुद्धको शरणमा जानुभएको छ, धर्मको शरणमा जानुभएको छ र अनि सङ्घको शरणमा जानुभएको छ। र शरणमा जाँदै पनि अनि उहाँहरू कतिपय व्यक्तिहरू फेरि यता हाम्रो स्वस्थान्य व्रत पनि बस्नुहुन्छ। उहाँहरू त्यो बसेको मैले पाएँ अनि कुरामा यो कुरा निस्क्यो। उहाँले भन्नुभयो यदि भगवान बुद्धको पवित्र वचनहरू हामीले बुझ्ने नेपाली भाषामा भइदियो हो भने हामी भगवान बुद्धकै व्रत बस्नेछौँ र त्यो नभएको अवस्थामा अब हामीले स्वस्थान्य व्रत भए पनि हामी व्रत बस्छौँ। त्यसरी हामीले स्वस्थान्य व्रत बसेका हौँ भनेर उहाँले भन्नुभयो। र मलाई कता कता आफूलाई एकदम कमजोर भएको महसुस भयो। अब एउटा खेम्पोको नाम लिएर चाहिँ नेपालमा आएको छु हैन। अब भगवान बुद्धको धर्ममा हामी लागेका छौँ। म 9-10 वर्षको उमेरदेखि मैले यो बुद्ध मार्ग अपनाएको हो र आफूले केही गर्ने एउटा चाहिँ महसुस आयो आफूलाई। अनि मैले उहाँले भने कि यदि मैले यो दोमाङ भन्ने ग्रन्थ नेपालीमा अनुवाद भएको अवस्थामा के तपाईँहरू दोमाङको व्रत भन्न सक्नुहुन्छ भन्दाखेरि सक्छु भन्नु उहाँहरूले। त्यसो भयो भने त सुनमा सुगन्धै हुन्छ, अवश्य बस्छु भन्नुभयो। र त्यहाँदेखि अनि मैले चाहिँ उसको अवश्य म जस्तोसुकै परिस्थिति झेल्न परे पनि म दोमाङ यो बुझ्ने नेपाली भाषामा चाहिँ ल्याउँछु भन्ने मलाई आँट आयो र साहस आयो। तर मैले कहिले पनि सोचेको थिइनँ कि दोमाङ भन्ने ग्रन्थ कति गाह्रो हुन्छ जुन नेपाली भाषामा ल्याउनलाई। यो मैले कहिले पनि सोचेको थिइनँ त्यति बेला। तब मलाई महसुस भयो जबकि मैले दोमाङको उल्था गर्दै ल्याउँदाखेरि चाहिँ कतिपय समस्या झेल्न पऱ्यो त्यहाँ। तपाईँलाई म यो पनि बताउन चाहन्छु कि दोमाङ उल्था गर्नेको लागि कलम चलाउने व्यक्ति हामी 2 जना छौँ। श्री गुहेश्वर राज मानन्धर, उहाँको उमेर 80 वर्ष पुगेको थियो त्यति बेला। उहाँ भूगर्भ इन्जिनियर हुनुहुन्छ र अनि म। हामीले केही साथीहरूलाई मद्दतको लागि हार गुहार पनि मागेका हौँ। तर कतिपय हाम्रा साथीहरू उहाँहरू अलिकति यो व्यावसायिक ढङ्गबाट जान चाहनु भएकोले हामीसँग आर्थिक एकदमै थिएन। उहाँहरूको माग पुरा गर्न हामी असमर्थ भयौँ र हामी आफै भोलिन्टियरको हिसाबमा
अनि धोमाङको अनुवाद गर्न लागि पर्यौँ र त्यसको लागि तत्कालै हामीलाई आर्थिक खड्कियो, पैसाको आवश्यक परिहाल्यो तुरुन्तै, किनकि त्यसलाई अब टाइप गर्नुपर्ने भयो, हरेक ठाउँमा पैसाको आवश्यक पर्यो र कसरी पैसा आर्थिक सङ्कलन गर्ने भनेपछि मेरा महान मित्र नरेश गुरुङज्यू हाल युकेमा हुनुहुन्छ, अनि बहिनी अन्तिम गुरुङज्यू हाल युकेमा हुनुहुन्छ, अनि मेरा धर्ममित्र यहाँ आङछिरेजी हुनुहुन्छ, उहाँ हाल यहाँ युएसमा बस्नु भएको छ, र अर्को एकजना हाम्रो निमा शेर्पाजी हुनुहुन्छ, उहाँ अस्ट्रेलियामा बस्नुहुन्छ र उहाँहरूको माध्यमबाट अनि हाम्रा धर्ममित्रहरू, धर्मबन्धुहरू, युके बस्ने निवासीहरू, अमेरिका बस्नेहरू, अस्ट्रेलिया बस्नेहरू र हाम्रा नेपालमा बस्नेहरूले समेत हामीलाई चाहिँ आर्थिकको राम्रो मद्दत गरिदिनु भयो। जस्तो हामीले आर्थिक उठाएर चाहिँ धोमाङ चाहिँ अब लेख्ने भयो भने हामी पुग्यौँ। ठिक त्यस बेला मेरो आमा बिरामी भइदियो। फेरि आमा यस्तो लामो बिरामी हुनुभयो कि 2 वर्षसम्म हस्पिटल राख्नुपर्ने भयो र मेरो परिवारमा प्रायःसो अब आमाको लागि म एउटा बौद्ध धर्मको नाताले पनि मैले हेर्नुपर्ने जरुरी थियो। अर्को एउटा चाहिँ म हिन्दू धर्मबाट बौद्ध धर्ममा आएकोले बुद्ध धर्मले आमा बाउले कुन रूपमा हेर्छ भन्ने एउटा नमुना देखाउनु पनि मलाई जरुरी थियो। फेरि मेरो लागि ठुलो च्यालेन्ज थियो त्यो। त्यसकारण मैले आमाको लागि पनि खट्न अत्यन्तै जरुरी थियो। एउटा चाहिँ छोरा भएको नाताले र म बौद्ध धर्ममा लागेको नाताले पनि मैले आमाको लागि खट्न जरुरी थियो र केही समय आमालाई दिनुपर्ने भयो। त्यसले गर्दाखेरि फेरि धोमाङको अनुवादमा फेरि अलिकति समस्या आउनु गयो। त्यही पनि जस्तो केही समय आमालाई दिएर बाँकी समय चाहिँ धोमाङलाई खर्चेर अनि हामीले अनुवाद गर्नुतर्फ लाग्यो। तर तलतर आएपछि के भयो, त्यहाँ धेरै भाषाको समस्या आउन थाल्यो। जुन नेपाली भाषा, जुन हाम्रो भोट भाषाको डिक्सनरीहरू थिएन त्यति बेला, र भएको डिक्सनरीहरूमा पनि यी शब्दहरू पाउन एकदमै गाह्रो थियो। अनि हामीले इङ्ग्लिसको र भोट भाषाको डिक्सनरीहरू पल्ट्यौँ, त्यहाँ पनि शब्दहरू पाउनु धेरै गाह्रो भयो। कि धोमाङ यस्तो ग्रन्थ थियो कि यो भित्र भएको कतिपय शब्दहरू डिक्सनरीमा पाउन सम्भवै थिएन। सबभन्दा मलाई समस्या कहाँ खड्क्यो भन्दाखेरि चाहिँ यो नागको सम्बन्धमा। यो धोमाङभित्र नागको बारेमा धेरै कुरा चर्चामा आएको छ। त्यसमध्ये नागको पूजा गर्दाखेरि आवश्यक पर्ने लुमेन अर्थात् नागको औषधि, अथा औषधिको कुराहरू यहाँ बताएको छ। जो नेपाली भाषामा ल्याउनलाई मलाई धेरै गाह्रो पर्यो र म आफै केही पैसा खर्च गरेर असनको भेडासिंह भन्नेमा गएर त्यो नाग पूजा गर्दाखेरि अप्नाइने औषधिहरू किनियो र त्यो औषधि बिक्री गर्ने व्यक्तिलाई त्यो औषधिको नाम लेख्न दियो। उहाँले सबै नेपाली भाषामा औषधिको नाम लेखिदिनु भयो र त्यो औषधि लिएर मैले ढाकाको आमजी डाक्टर अहिले बौद्धमा हुनुहुन्छ उहाँ कहाँ गएँ र अनि हाम्रो मुस्ताङका आमजी डाक्टर उहाँ कहाँ पनि गएँ। उहाँले मलाई राम्रै मद्दत गर्नुभयो, तर पुरा मद्दत गर्न सक्नु भएन। उहाँले पनि 18, 19, 20 बाहेक नाम बाहेक उहाँले भन्न सक्नु भएन कि यो औषधि के हो भनेर। अनि हामीले अलिकति निराश भयो। अब धोमाङ नेपालमा नआउने हो कि जस्तो भएपछि कहाँबाट मेरो एकजना मित्र ध्रुव गुरुङ भन्ने हाम्रो सामु आउनुभयो र उहाँले हामीले यति पछ्याउनु भयो कि कुनै पनि हालतमा धोमाङ नेपालीमा निकाल्नै पर्छ भनेर उहाँले हामीलाई खचखचाइरहनु भयो। यस्तै किसिमले फेरि हामीलाई युकेतिरबाट पनि फोन आउनु थाल्यो, धोमाङ कहिले आउँछ, हामीले पैसा दिइसकेका छौँ, धोमाङ कहिले आउँछ भन्ने पनि आयो। फेरि उता आमा बिरामी, यस्तो धेरै समस्या, धेरै विघ्न बाधाहरूलाई पार गर्दै 4 वर्षभित्र हामीले धोमाङ लगभग नेपालीमा ल्यायौँ। यसको लागि अनि मेरा धर्ममित्रहरू, दानपतिहरू जसले चाहिँ धोमाङको लागि आफ्नो अमूल्य समय दिनुभएको छ र आफ्नो आर्थिक चाहिँ खर्चिनु भएको छ, उहाँहरूको नाम लगभग धोमाङभित्र हामीले जिन्दाको रूपमा राखेका छौँ। र अहिले धोमाङको लागि सपोर्ट गर्नुहुने व्यक्तिहरूको नाम पनि हामी धोमाङभित्र जिन्दाको लिस्टमा राख्नेछौँ। अब आउने दोस्रो संस्करणको धोमाङ छापिँदैछ, त्यसमा उहाँहरूको नाम आउने छ, परिवारको 2 जनाको नाम र अनि सब परिवार र उहाँको ठेगाना समेत धोमाङभित्र आउने छ।
यो आउनु किन जरुरी छ त भन्दाखेरि चाहिँ खासै हामी बुद्ध धर्ममा नाम कमाउने भन्ने त हुँदैन, तर हाम्रा भावी सन्ततिहरू भोलि गएर हाम्रा नाति पलातीहरूले चाहिँ हाम्रा पुर्ख्यौलीहरूले बुद्धिस्ट हौँ भन्थे, बुद्ध धर्ममा के योगदान दिएछन् त यिनीहरूले, उनीहरूको चाहिँ एकदमै के थियो भन्थे भने उनीहरूले देख्नेछन्, उनीहरूले यो पढ्नेछन् कि मेरा पुर्ख्यौलीहरूले पनि यस्तो काम गरेछन् है, भगवान् बुद्धको धर्ममा योगदान दिएछन् है भन्ने एउटा त्यो प्रेरणाको स्रोतको लागि पनि यो नाम लेख्न जरुरी भयो। र त्यसरी हामीले चाहिँ दोभाङको लास्टमा अन्तिममा हामीले चाहिँ चिन्हको नाम लेखिदिएका छौँ। र कतिपय व्यक्तिहरूको अब यो चिन्हको नामहरू नराखौँ कि भन्ने कुरा पनि आएको हो, नआएको होइन, तर पनि समग्रमा भावी सन्ततिहरूको लागि, हाम्रा भावी पिँढीहरूको लागि चाहिँ यसरी चाहिँ हाम्रा पुर्ख्यौलीहरूले, हाम्रा मातापिताहरूले चाहिँ भगवान् बुद्धको धर्ममा चाहिँ केही गर्न नसके पनि दोभाङको लागि चाहिँ योगदान दिनुभएको रहेछ है भनेर उहाँहरूले यो समाचार पुगोस् भनेर हामीले यो नामहरू यहाँ राखेका हौँ। त्यो भयो। अनि हामीले गुम्बा बनाउँछौँ, मूर्ति बनाउँछौँ, त्यो ठुलो कुरा हो, तर त्योभन्दा पनि हामीले भगवान् बुद्धको वचन दोभाङ जस्तो गहन विषयमा हामीले 2 पैसा खर्च्यौँ भनेदेखि यो अत्यन्तै ठुलो महत्त्वपूर्ण कुरा हो। गुम्बा मूर्ति भने कुनै बेला ढलेर जान्छ, कुनै बेला नष्ट भएर जान्छ त्यो, तर यो दोभाङ भन्ने ज्ञान कहिले पनि नष्ट हुँदैन। यो जबसम्म भगवान् बुद्धको शासन रहिरहन्छ यो रहि नै रहनेछ। त्यसैले चाहिँ यो दोभाङ भनेको धेरै महत्त्वपूर्ण ग्रन्थ रहेछ। तर दोभाङ त अब उल्था गर्ने कुरा भयो, तर दोभाङ काङ्गिरुबाट चाहिँ निकालेर यसलाई अलग रूप कसले दियो त? यो दोभाङको चाहिँ दोभाङलाई चाहिँ यो रूप दिने व्यक्ति को थियो भन्दाखेरि फेरि अर्को समस्या आयो। हामीले दोभाङ धेरैपल्ट पढिसकेका थियौँ, तर दोभाङ कसले बनायो भन्ने कुरा हामीलाई जानकारी थिएन। पछि हामीले धेरै झिम्बुसीहरू, घेसीहरू, खम्बुहरूसँग चाहिँ सरसल्लाह भयो। प्रायः जसोले दोभाङ कसले बनायो भन्ने कुरा चाहिँ निष्कर्षमा पुनः धेरै गाह्रो पर्यो। त पछि गएर सबै दोभाङ उहाँले बनाउनु भयो भएन म भन्न सक्दिनँ, तर अहिले हामीले जुन यो दोभाङ खडा गरेका छौँ यो चाहिँ जोराङ तारानाथ भन्ने उहाँले चाहिँ यसको चाहिँ कलेक्सन गर्नुभएको। तारानाथ भन्ने व्यक्ति चाहिँ भोटका महाविद्वान हुनुहुन्छ। उहाँले चाहिँ बौद्ध धर्मको इतिहास एकदमै विस्तारित रूपमा लेख्नु भएको छ उहाँले नि। अनि यो दोभाङ चाहिँ यसरी निकाल्नु भएको सारा काङ्गिरभित्र भएको चाहिँ महत्त्वपूर्ण सूत्र, तन्त्र अनि विविध कुराहरूलाई चाहिँ सङ्कलन गरेर, त्यसका महत्त्वपूर्ण कुराहरूलाई सङ्कलन गरेर अनि काङ्गिर, यो दोभाङ चाहिँ काङ्गिरभित्रमै गनिन्छ। काङ्गिरभित्रको एक भोलम हो, एक ठेली हो यो, हो यसरी चाहिँ दोभाङ तयार पारिएको हो। र जुन कुरा अहिले हामीले रिम्बुचे गुरुहरूको जाने गर्नेछौँ, रिम्बुचे गुरुहरू गएर हामीले चाहिँ जोखाना हेर्छौँ, जोखानाबाट आउने प्रायः जसो त्यहाँ पाठ पूजा गर्ने भन्ने चाहिँ यो दोभाङकै कुराहरू हो, यही भित्र आउँछ। यसले पढाउ भन्ने कुरा आउँछ। त त्यसो भएकोले यो दोभाङ जहाँ रहन्छ त्यहाँ मङ्गल हुन्छ, त्यहाँ लोका दाका स्याका भनी जुन यो चाहिँ हाम्रो चिबाट चाहिँ यो लोसारपछि आउने खड्गोहरू हुन्छन्, धुनसुर थुनसुम शिष्य भनिहरू, यो सारा ग्रह दशाबाट मुक्त हुनुको लागि पनि दोभाङ अत्यन्तै महत्त्वपूर्ण ग्रन्थ हो। र एउटा व्यक्तिलाई जीवनमा आवश्यक पर्ने सारा कुराहरूलाई समेटेर तयारी पारेको दोभाङ हो, जसको बारेमा म अलिकति तपाईँलाई यहाँ यसको परिचय म दिन चाहन्छु। सुङदुई वास्तवमा गुम्बाहरूमा दोभाङ भनिँदैन, गुम्बाहरूले यसलाई चाहिँ सुङदुई भन्छन् र हाम्रो जनमानसमा चाहिँ दोभाङ भनिन्छ। कुरो एउटै हो। सुङदुई अर्थात् दोभाङ संस्कृतिमा धारणीय सङ्ग्रह, यो यसलाई दोभाङको नामले पनि जानिन्छ। दोभाङ हो के हो जुन हामीले पूर्व कालदेखि पाठ गर्दै आएका छौँ घरमा, यो हो के हो भन्दाखेरि प्राणी मात्रको हित र सुख प्रदान गर्नुको लागि 2600 वर्ष पहिला जन्मनुभएका बुद्ध शाक्यमुनिले विभिन्न स्थानहरूमा तन्त्र सूत्रको रूपमा प्रवचन गर्नुभएको बुद्ध वचनको सङ्गालो नै दोभाङ हो। यो बुद्ध वचनको सङ्गालोलाई दोभाङको रूपमा कसले दियो त, कसले निकाल्यो त भन्दाखेरि 16औं शताब्दीमा तिब्बतमा जन्मनुभएका पण्डित तारानाथ डोल्मा गोम्पोले विभिन्न तन्त्र सूत्र ग्रन्थहरूबाट सङ्कलन गरी
अनि यो सङ्ग्रह गर्नुभएको ग्रन्थ नै दोमाङ हो। पण्डित तारानाथज्यूले जीवनको निर्वाहको लागि आवश्यक पर्ने सबै पक्षहरूलाई समेटिने गरी सङ्कलन गर्नुभएको छ। यो दोमाङभित्र 3 खण्डमा बाँडिएको छ। तन्त्र, सूत्र र अनि विविध गरी 3 खण्डमा विभाजित गरिएको यो धारणीय सङ्ग्रहको सुरुवात नाम सङ्गीति झम्बल छन्जे नाम सङ्गीतिबाट सुरु हुन्छ र अन्तमा गएर मङ्गलसूत्र टासी चेपाहरू मङ्गलसूत्र गरेर जम्मा 117 अध्याय छ यसमा। च्याप्टर 117 च्याप्टर 117 अध्याय परिषदमा राखिएका छन्। त्यसै गरी यो दोमाङभित्र अन्य पहिला यो चिनी भाषामा पनि रहेछ, अनि अहिले स्याङसुङको भाषामा पनि रहेछ, अनि मङ्गोलियन भाषामा पनि रहेछ। ती भाषाहरूबाट पनि पुनः यो सम्बोध भाषामा अनि उल्था गरिएको छ र ती मन्त्रहरू यस दोमाङभित्र समावेश गरिएको छन्। छोटकरीमा भन्नुपर्दाखेरि हामी मानव जीवनमा आइपर्ने सबै किसिमका दुःख, बाधा व्यवधान, ग्रहदशा, रोग व्याधि, अनिकाल, वायु, अग्नि, जल, भूकम्पको भय आदिको समाधान गर्ने मन्त्र तथा विधिहरूको सङ्गालो नै दोमाङ हो। भवचक्रको दुःखबाट कसैले छुट छैन, अर्थात् अति धेरै पुण्य सञ्चय गरेका देवताहरूलाई पनि भवचक्रको दुःखबाट छुट छैन। यस ग्रन्थमा देव, मनुष्यदेखि लिएर नाग, यक्ष, गन्धर्व आदि संसारमा जन्मिएका जति पनि प्राणीहरू छन् ती सबैको हित र सुख हुने उपायहरू यसमा भगवान बुद्धले बताउनु भएको छ। दुर्गतिमा पुगेका नरक, पशुलोक, प्रेतलोकका प्राणीहरूको लागि पनि त्यस्तो दुर्गतिबाट मुक्त हुने उपायको उपदेश यस दोमाङभित्र दिनुभएको छ। विभिन्न रोग निको पार्नको लागि विभिन्न जडीबुटीहरूको बारेमा पनि यस दोमाङमा बताएको छ। भूत, प्रेत, चण्ड आदिको विकार वा दुष्ट मन्त्रलाई हटाउने उपायहरू पनि यस दोमाङभित्र बताइएको छ। पाप प्रायश्चित गरी पापलाई हामीले जीवनमा कतिपय पाप गरेका हुन्छौँ, ती पाप काट्नको लागि पनि ती पाप कसरी काटिन्छ भन्ने बारेमा पनि यस दोमाङभित्र बताइएको छ। ग्रह नक्षत्रको दोष हटाउने कुराहरू पनि यसमा समावेश गरिएको छ। त्यति मात्रै नभएर धन, सम्पत्ति, आयु लाभ गर्ने, अन्न र पशुधनको रक्षा गर्ने, त्यसलाई वृद्धि गर्ने, समय अनुकूल वर्षा गराउनको लागि नाग पूजा गर्ने, नागलाई आह्वान गर्ने, नागहरूलाई अहित हुने काम गरेकोमा प्रायश्चित गर्ने, नागहरूप्रति सद्भावना राख्ने र ती नागहरूले पनि सबैप्रति मैत्रीय करुणा भाव गरेर लोकप्रति गरिनुपर्ने उदार आदिका कुराहरू पनि यस दोमाङभित्र लेखिएका छन्। ती लौकिक र व्यावहारिक कुरा बाहेक भव संसारको बन्धनबाट मोक्ष पार्नको लागि मोक्ष गर्ने सम्बन्धित बौद्ध धर्मका सैद्धान्तिक कुराहरू पनि यो दोमाङभित्र छन्। जस्तै 4 आर्य सत्य, प्रतीत्य समुत्पादको सिद्धान्त, प्रज्ञापारमिता आदिको बारेमा पनि यहाँ बताइएको छ। कुनै शुभ कार्यको लागि बाहिर जाँदा यात्रामा बाधा व्यवधान नआओस् भनी मङ्गलसूत्रहरू पनि यसमा दिएको छ। समिष्टमा भन्नुपर्दा जीवनको सबै पक्षलाई समेटिएको बुद्धको सन्देश यस दोमाङभित्र समावेश छ। यसरी यो ग्रन्थ प्रत्येक महायानी बौद्धहरूले वर्षको कम्तीमा पनि एकपल्ट आफ्नो घर परिवारको सम्पूर्ण प्राणीको सुख शान्तिको लागि बौद्ध भिक्षुहरूबाट भिक्षु लामा गुरुहरूबाट पाठ गराउने चलन अद्यापि चलि नै रहेको छ। भोट भाषामा लेखिएका सबै धारणीसँग सबै दोमाङ एकनासका अलि छैनन्, कतिपय फरक भएको हामीले पाइयो। त्यसैले ती भोट भाषामा कतिपय अलि अपुरो भएको पनि पायो। जस्तो ढोल्मे छन् ग्याचा गे, तारा ढोल्मेको 108 नाम भने दोमाङभित्र छ, तर हामीले गन्दै जाँदाखेरि चाहिँ 108 नाम पाइएन, अपुरो पाइयो। पुनः त्यसलाई फेरि हामीले काठमाडौँको केशर महलको पुस्तकालयमा गएर अनि पहिले उहिलेकै रञ्जना लिपिमा भएको तारा ढोल्मेको 108 नाम हामीले पत्ता लाएर फेरि संस्कृति भाषाबाट फेरि भोट भाषामा उद्धार गरेर हामीले यसलाई चाहिँ 108 नाम पुरा गरिदिएका छौँ, जुन पहिलाको हाम्रो घरमा राखिएको दोमाङमा अपुरो थियो। त्यसै गरेर भोट भाषाबाट नेपाली देवनागरीमा रूपान्तरण गर्नेलाई हामीलाई सहयोग गरिदिने केही व्यक्तिहरूको नाम छ। आनी तेन्जिन, आनी नानी हिरा, त उपासिका शान्त मुक्तान,
उहाँहरू विशेष धन्यवादका पात्र हुनुहुन्छ। उहाँले हामीलाई एकदम लेख्नलाई मद्दत दिनुभयो। त्यस्तै अनुवाद गर्ने कार्यमा सुरुमा संलग्न हुनुभएका भिक्षु कमल भण्डारी तथा श्री भोजराज लामिछाने, उपासक पेमा लामा पनि धन्यवादका पात्र हुनुहुन्छ। त्यस्तै पुष्पमुनि बजाचार्य, उहाँले आवश्यक पर्ने सामग्री ठाउँ ठाउँबाट खोजेर ल्याएर हामीलाई सहयोग गर्नुभयो। यी अतिरिक्त अनुवाद कार्यमा पनि सहयोग गर्नुभएको छ। पछि भोट भाषाका विद्वान आइबिएका उपनिर्देशक झ्याम्पल लोसालज्यू, मुस्ताङका ज्ञानी वाङदिला, त्यस्तै गरेर खेम्पो गावाङीमा तथा आम्ची ढाकारका वाङछुक र आम्जी मुस्ताङका, उहाँको नाम मैले याद भएन, उहाँहरूले हामीलाई ठुलो योगदान पुर्याउनु भएको छ। उहाँहरूप्रति हामी धेरै धेरै आभारी छौँ। त्यस्तै गरी अमेरिकाबाट नेपाल आएर यहाँ रहँदासम्म यथायोग्य रूपमा सहयोग गर्नुहुने आनिङ हाउछुकीलाई उहाँ पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई पनि। त्यस्तै गरेर मनाङ च्यामेका दोर्जे खान्डोले तिब्बती संस्कारको धोबाङ, उहाँसँग पुरानो धोबाङ रहेछ, त्यो धोबाङ हामीलाई प्रयोग गर्न दिनुभयो। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यी लगायत अनि हामीलाई चाहिँ विशेष गरेर अनि यो धोबाङ अनुवाद गर्दाखेरि अनि श्री गुरु श्री राज मानधर, उहाँ एकदमै 80 वर्षको उमेरमा पुग्दाखेरि पनि उहाँको जोस जागर, उहाँले एकदमै धोबाङको चाहिँ झिल्ला पाउनु भएको छ। उहाँले हृष्टपुष्ट हुनुहुन्छ, एकदमै सन्तुष्ट हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ। त्यसकारण हामीले यो धोबाङको बारेमा अब हामीले अध्ययन गर्नुपर्छ। अब नेपाली भाषामा आइसकेको छ। अब तपाईँहरूले हामीले भाषा बुझ्दैनौँ भने तपाईँलाई पन्छिनु मिल्दैन। अब तपाईँले आफ्नो घरमा धोबाङ लगेर पढ्नुपर्छ, यसलाई अध्ययन गर्नुपर्छ। के रहेछ यो जान्न जरुरी छ। यदि हामीले यो गरेनौँ, धोबाङ नेपाली भाषामा आएर पनि हामीले पढेनौँ, बुझ्ने कोसिस गरेनौँ भने हाम्रा भावी पुस्तापछि सबै क्रिस्चियन भएर जानेछन्, इस्लाम भएर जानेछन्, उनीहरू हिन्दू भएर जानेछन् या उनीहरू नास्तिक भएर जानेछन्। उहाँहरू भगवान् बुद्धको ज्ञानबाट टाढिनेछन्। त्यसैले बेलामै बुद्धि पुर्याएर समयलाई सदुपयोग गरेर अब हामीसँग भएका दुर्लभ बौद्ध ग्रन्थहरू यो बुझ्ने भाषामा आउनु जरुरी छ। र हाम्रा घरमा आएर पूजा गरिदिने लामा गुरुहरू, खेम्पो घेसीहरू लोपनहरूले पनि अनि आफ्ना जिन्दाहरूले पनि उहाँहरूले सोधेर हरेक पूजाको बारेमा बुझाउनु जरुरी छ। बुझाउनेले बुझाइदिनु पर्यो, बुझ्नेले पनि बुझ्नको लागि चेष्टा गर्नु पर्यो। उहाँहरूलाई चाहिँ अनुरोध गर्नु पर्यो कि हामीलाई यस बारेमा बताउनु पर्यो भनेर। यो नितान्त जरुरी छ। त्यसो भएकोले अहिले ढिलै भए पनि धोबाङ हाम्रो सामु आएको छ र यो केही कारणवश आजकै दिनमा हामीले धोबाङ तपाईँहरूको हातमा पुर्याउने अहिले असमर्थ भयौँ। किनभनेदेखि अब केही दुर्घटना नेपालको जुन एयरपोर्टमा दुर्घटना भयो, तपाईँले थाहा पाउनुभयो, त्यसले गर्दाखेरि अलिक ढिलो भयो र विभिन्न कारणवश आजै हामीले चाहिँ तपाईँको हातमा धोबाङ दिनेवाला थियौँ, तर त्यस कारणवश हामीले दिन असमर्थ भयौँ। यो धोबाङभित्र जम्मा 2300 पेज छ, 2300 पानाहरू छन्, 117 अध्याय छ यसमा, जम्मा त्यति हो। र हामीले एउटा यो के पनि लेखेका छौँ भने भोटबाट नेपाली अक्षरमा यो भोट अक्षर कसरी पढिन्छ, तिब्बती वर्णमाला कसरी पढिन्छ भन्ने कुरा पनि हामीले यहाँ नेपालीहरूलाई अलिक पढ्न सजिलो होस् भनेर हामीले अलिकति यहाँ त्यो पनि त्यसको बारेमा पनि हामीले राखेका छौँ। र यति भन्दै धोबाङको बारेमा यो लुङ, यसलाई मैले ठिलुङ भनिन्छ, लुङ्नी नभनौँ, लुङ दिनलाई त 4 दिन लाग्छ मलाई। ठिलुङ भनिन्छ। ठिलुङ भनेको अब यो भित्रको मोटामोटी कुराहरूलाई चाहिँ एउटा सरर पढेर पनि सुनाउने म झमनको गर्नेछु। र धोबाङको सुरुमा चाहिँ झ्याम्पल छन्जे भन्ने एउटा छ। यो चाहिँ भगवान् मञ्जुश्रीको चाहिँ महत्त्वपूर्ण नामको अर्थ हो। यो अलिक गहन विषय पनि हो, गाह्रो विषय पनि हो। खेम्पो घेसेहरू ठुल्ठुला विद्वानहरूलाई पनि यो फलामे चुरे नै हो, गाह्रो विषय हो। तर यसलाई हामीले सक्दो किसिमले नेपाली भाषामा सरलीकरण गरेर चाहिँ उल्था गरेका छौँ। तपाईँले यसलाई चाहिँ पढ्न सक्नुहुन्छ र केही शब्दहरू तपाईँलाई अलिक अप्ठ्यारो पऱ्यो भने तपाईँले आफ्नो कापीमा अलग्गै लेखेर हामीलाई तपाईँले चाहिँ सोध्न सक्नुहुन्छ। त्यसलाई हामीले होइन भन्ने त्यसको अर्थ खुलाउने छौँ। र आज चाहिँ म तपाईँहरूलाई धोबाङको लुङको बारेमा विशेष, अनि यो भित्र अर्को एउटा के छ भन्दाखेरि छिपे धुन्चिन चोङा भनिन्छ। यो विशेष गरेर हाम्रो गृहस्थी वर्गहरूलाई, आमा दिदी बाबाहरूले अब सानसानो बालबच्चाहरू हुन्छन्, बालबच्चाहरू बिरामी होलान्। अब डक्टरसँग गयो भने डक्टरले अब रोग छैन भनिदिन्छ, त बच्चा उहाँ सुत्न मानिरहेको छैन, खाना खान मानिरहेको छैन। त्यस्तोलाई
बिर्ने 15 तत्त्वहरू छन्। छिपी धुन्ची चुङ्गा बच्चालाई असर पार्ने 15 तत्त्व र त्यो 15 तत्त्वको समस्याबाट मुक्त हुनको लागि यहाँ छिपी धुन्ची चुङ्गा भनिन्छ। यसलाई ठ्याक्क बच्चाको कानमा ल्याएर सर परेर सुनाइदियो भने त्यो बच्चा चट्टनीको हुन्छ। यो धेरै ठाउँमा भएको छ, मैले पनि त्यो प्रयोग गरेको छु, तपाईँले पनि यो प्रयोग गर्न सक्नुहुन्छ। त्यसकारण यस्ता धेरै कुराहरू यहाँ छन्। अनि मान्छेको आँखा लागेको ब्ल्याक म्याजिक हुँदा अहिले वैज्ञानिकले त्यसलाई पुष्टि गर्न सक्दैन। बोक्सा बोक्सीको मन्त्रहरू, ब्ल्याक म्याजिकहरू गर्नेहरू, त्यो सबै रोक्ने उपायहरू पनि दमाङभित्र छन्। नाकसँग मिथ कसरी लाउने, नाकसँग सम्बन्ध कसरी गाँच्ने, होइन, ती सारा कुराहरू पनि दमाङभित्र छन्। आफूसँग भएको धन सम्बन्धी दिगो कसरी गर्ने, धन सम्बन्धी कमाइयो त सह बसिरहेको छैन, सहलाई दिगो कसरी राख्ने भन्ने कुराहरू पनि दमाङभित्रै छ। यी इत्यादि लगायत सारा कुराहरू चाहिँ यो दमाङभित्र छ। अहिले मैले केही घन्टाभित्र यो सबै कुरा भन्न सम्भव पनि छैन र म अब अलिकति यो दमाङको छोटो एउटा चाहिँ उसमा जान्छु। ठिलुङ जस्तो म सरमा यो पर्वतीय नेपाली भाषाबाट म हजुरको अगाडि म राख्न चाहन्छु। यो विशेष गरेर अहिले मैले यो गर्न गइरहेको ठिलुङ चाहिँ हाम्रो बालबच्चाहरू अथवा तपाईँको आफ्नै पनि बर्थडे परेको दिनमा, जन्मदिनमा तपाईँले यो पढ्न सक्नुहुन्छ। यो एकदमै दीर्घायु सुस्वस्थ हुनुको लागि यो बढी प्रयोग गरिन्छ र हाम्रा बालबच्चाहरूको जन्मदिनहरूमा तपाईँले यसलाई, यदि कोही लामा गुरु छन् भने उहाँबाट पढाउने छैन भने अब तपाईँ आफैले पनि तपाईँले यो चाहिँ पढेर ती बच्चाहरूलाई सुनाउन सक्नुहुन्छ। नमो लाइगन रुन जिंगे तो मुदन में गन डग न थमजे के दो दगे जे देन तो भगवान बुद्ध तथा बुद्धिस्टहरू सबैमा वन्दना ढोग्दछु। यहाँ बुद्धलाई भगवान भनिन्छ। तपाईहरुले थाहा होला, भगवान भन्ने नाम एकदम चर्चित नाम हो। यो धेरै धर्ममा भगवानको प्रयोग भएको छ, तर भगवान बुद्धको लाइनमा चाहिँ भगवान बुद्धलाई हामीले किन भगवान भन्छौँ त? उहाँ हाम्रो गुरु हुनुहुन्छ, उहाँले हामीलाई मोक्षको बाटो देखाउनुहुन्छ, उहाँ सौभाग्यवान हुनुहुन्छ, त्यसैले हामीले भगवान बुद्धलाई भगवान भनिन्छ। भगवान बुद्ध तथा बुद्धिस्टहरू भनेको भविष्यमा बुद्ध हुने व्यक्तिले बुद्धिस्टहरू सबैमा वन्दना ढोग्दछु। एकपल्ट मैले यस्तो सुने, एक समय भगवान बुद्ध श्रावस्तीको चितवनमा विराजमान हुनुभएको थियो। अनाथपिण्डीको आराममा 1250 भिक्षुहरूको महासङ्घ तथा बुद्धिस्ट महासन्तहरूको ठुलो समूह एकसाथ भेला भएको थियो। त्यस सभामा भगवानले मञ्जुश्री कुमार बुद्धलाई, मञ्जुश्री भने भगवान बुद्धको एउटा चेलाको नाम हो, उहाँ ज्ञानको बुद्धिस्ट हुनुहुन्छ। अनि एउटा चाहिँ एक समय भने कुनै एक समय जहाँ जुन बेला भगवान बुद्ध अनि जीवित हुनुभएको थियो, त्यो ठाउँ कहाँ थियो? श्रावस्ती भन्ने ठाउँ, त्यो अहिले उत्तर भारतमा पर्छ। जहाँ भगवान बुद्ध भएर 25 वर्ष बिताउनु भएको ठाउँ हो त्यो श्रावस्ती। त्यहाँ एउटा गुम्बा बनाएको थियो, जुन गुम्बाको नाम जेतवन भनिन्थ्यो। जेत भन्ने राजकुमार को वन र अनाथपिण्डीको चाहिँ जमिन भएकोले त्यहाँ बनाएको गुम्बा भएकोले जेतवन अनि अनाथपिण्डीको आराम भन्ने गुम्बाको नाम हो। त्यति बेला गुम्बाहरूलाई आराम भनिन्थ्यो, जहाँ आराम रिल्याक्स गरेर बस्ने। हाम्रो घरको पीडा, मनको पीडा एकदमै मन विक्षिप्त भयो होइन, काजो भएपछि अनि मान्छेहरू मन शान्त पार्नलाई गुम्बामा जान्थे, अनि त्यहाँ आराम हुन्थ्यो। त्यस्तो थियो, गुम्बा चाहिँ शान्त हुने ठाउँ हो। अहिले जस्तो हाम्रो हो हल्ला पार्ने ठाउँ होइन रहेछ नि है। अहिले त हामी के छ, घरभरिको कुरा ल्याएर कहाँ पुग्छौँ? गुम्बामा ल्याएर पक्क पुगिदिन्छौँ है। वास्तवमा गुम्बा त्यस्तो होइन। गुम्बा भनेको अशान्त भएको ठाउँबाट मुक्त भएर आएर शान्त भएर बस्ने ठाउँ हो गुम्बा भनेको। अनि पहिला गुम्बाको नाम चाहिँ आराम भन्दो रहेछ कि, आराम, मनलाई आराम रिल्याक्स गर्ने ठाउँ। 1250 भिक्षुहरू महासङ्घ गेलुङ छिम्पो 1250 भएपछि महासङ्घ भयो। महासङ्घ बोधिसत्व महासत्वहरूको ठुलो समूह एकसाथ भेला भएको थियो। कहाँ? श्रावस्तीमा। श्रावस्ती भन्ने ठाउँमा त्यहाँ जेतवन बिहार थियो हो। त्यहाँ चाहिँ 1200 भिक्षुहरूसँगै अनि भगवान बुद्ध पनि त्यहाँ विराजमान हुनुभएको रहेछ। त्यस सभामा भगवानले मञ्जुश्री कुमार बुद्धलाई आज्ञा गर्नुभयो। मञ्जुश्री भनेको भगवान बुद्धको शिष्य, उहाँ ज्ञानका बुद्ध होइन। उहाँको मन्त्र चाहिँ अरपत नदी भने हाम्रो बालबच्चाले भन्छौँ नि होइन। हामी चाहिँ हामी बुद्धिस्ट भएपछि बच्चा जन्मना साथै न्वारण गर्ने बेलामा हामीले के गर्छौँ त? अनि
कुसुम पानी ठिसाङ कुसुम पानीमा अनि हामीले अलिकति चाहिँ त्यो चोबेर बच्चाको जिब्रोमा धी पनि लेख्न चलन छ। त्यो लेखेपछि बच्चाको दिमाग चाहिँ तेजिलो हुन्छ। त्यस्तो गरेर चाहिँ हाम्रो बुद्धिस्टमा चलन छ। उहाँ मञ्जुश्री पनि त्यहाँ आउनु भएको रहेछ त्यो सभामा, उहाँ पनि त्यहाँ हुनुहुँदो रहेछ। अनि भगवान् बुद्धले चाहिँ मञ्जुश्रीलाई तोकेर भन्नुभएछ, मञ्जुश्रीलाई आज्ञा गर्नुभयो, हे मञ्जुश्री, यहाँबाट माथि उदरव दिशामा अपरिमित गुणसञ्चय लोकधातु नाम गरेको एउटा भुवन छ। यहाँबाट माथितिर चाहिँ अपरिमित गुणसञ्चय भन्ने नाम गरेको लोकधातु छ। त्यस भुवनमा अपरिमित आइकन सुविनिश्चित तेजराज नाम गरेका तथागत सम्यक सम्बुद्ध विराजमान हुनुहुन्छ। यो चाहिँ अमिताइश बुद्धको नाम हो। त्यो भुवनमा चाहिँ होइन तथागत, अहिले त हामीले बुद्ध भन्छौँ, भगवान् बुद्धको पालामा बुद्धले बुद्ध भन्ने नाम भन्दा पनि तथागतको नामले चाहिँ बढी जानिँदो रहेछ। देशिन शेर्पा पनि, देशिन शेर्पा, देशिन भनेको चाहिँ तथा जस्ताको तस्तै थाहा पाएर शेर्पा पाल्नु भएकोले तथागत देशिन दु शेर्पा, जस्ताको तस्तै भनेर थाहा पाउनुभयो। जस्ताको तस्तै भनेको चाहिँ जस्तो अब तपाईँले यो देख्नुभयो, हामीले जस्ताको तस्तै हेर्न जान्दैनौँ। या त हामीले मन पराएर हेर्छौँ, त्यहाँबाट के आउँछ, लोभ जाग्यो। या त मन नपराएर हेऱ्यो, त्यहाँबाट रिस जाग्यो। या त के हो भनेर हेऱ्यो, मोह जाग्यो। त्यो जस्ताको तस्तै हेरेन। तर भगवान् बुद्धहरूले चाहिँ हरेक चिज विषयहरू चाहिँ जस्ताको तस्तै हेर्नुहुन्छ, एज इट इज। त्यहाँबाट राग रिस मोह के पनि जाग्दैन। हामीलाई जो लोभ जाग्छ, राग छ, किनकि हामीले बुट्टा भरेर हेर्छौँ, नक्कलीले सक्कली भनेर हेर्छौँ। अनि हामीमा के भयो, विकार जाग्यो, राग रिस जाग्यो। त्यसैले तथागत भगवान् बुद्ध चाहिँ जस्तो तस्तो हेर्नु भएकोले उहाँलाई के भनिन्छ, तथागत अरहत सम्यक सम्बुद्ध विराजमान हुनुहुन्छ। आयुको अधिपति भएका उहाँले आयु धारण गरेर आयुबाट परिमुक्ति दिन भने अनि व्यक्तिहरूलाई धर्म ज्ञान सुनाउनुहुन्छ। उहाँ चाहिँ एउटा ठाउँ छ अरे माथितिर, जहाँ चाहिँ अमिताइश भगवान् बुद्ध बस्नु भएको छ अरे, साङ्गीत सेपामे। अनि उहाँले चाहिँ जो व्यक्तिको आयु कमजोर भएको छ, जो व्यक्ति चाहिँ अकाल मृत्यु हुन आँटेको छ, तिनीहरूलाई चाहिँ मद्दत दिनुहुन्छ अरे। यसो गऱ्यो भने तिमीहरूको आयु लामो हुन्छ, तिमीहरू स्वस्थ हुन्छौ, होइन। आयु लामो स्वस्थ भयो भने तिमीहरू धेरै धेरै धर्म गर्न सक्छौ भनेर चाहिँ ती व्यक्तिहरूलाई धर्म उपदेश गर्नुहुन्छ अरे। हे मञ्जुश्री कुमार बुद्ध सुन, जम्बू द्वीपका मनुष्यको 100 वर्षको अल्पायु मात्र छ है। हाम्रो यहाँ आएको छ 100 वर्ष मात्रै हो। 100 वर्षभन्दा बाँकी बाँच्यो भने के भयो त, अनि गाह्रो हुन्छ त्यहाँबाट है। बाँचेर पनि है अरूले त्यति मन पराउँदैन है, त्यस्तो छ नि त। त्यसकारण धेरै धेरै बाँच्यो भने 100 वर्षको अल्पायु मात्र छ। त्यसमध्ये पनि धेरै जसो अकालबाटै मृत्यु हुन्छ है। 100 वर्ष पनि बाँच्न पाउँदैन। हामी मान्छे भने चाहिँ कस्तो रहेछ भन्दाखेरि चाहिँ कुखुराको चल्ला जस्तो अरे। त्यो कुखुराको चल्लाहरू चाहिँ छ नि, उनीहरू पनि खुसी हुन्छन्, कुखुरी कहाँ भन्छन्, कति कहाँ रिसाएर ठुङ्छन्, अर्कोलाई जुत्छन्। किन त्यसो भएको थाहा छ, हामी त लामो समय बाँच्छौँ नि भनेर भएको अरे, हामी त कहिले पनि मर्दैनौँ नि भनेर भएको अरे त्यस्तो। तर हाम्रो मान्छेको हेराइमा कठैबाट यसलाई त भरे काट्छ भोलि काट्छ थाहा छैन हो। हामीलाई पनि देउताहरूले हेर्दाखेरि त्यस्तै भन्नुहुन्छ अरे, यो मान्छेहरू जाओ 100 वर्ष आयो, किन झगडा गरेको होला यिनीहरू, किन यस्तो गरेको होला भने देउताहरू लामो आयु भएकोले उनीहरूले हामीलाई चाहिँ कुखुराको चल्ला जस्तै ठान्छ अरे फेरि है। यिनीहरू कति मूर्ख होला, यिनीहरू भोलि मरियो थाहा छैन, भरे राति सुते भोलिमा नउठ्यो थाहा छैन, किन झगडा गरेको होला यिनीहरू, यसरी हेर्छन् रे। त्यही भएर त्यसमध्ये पनि धेरै जसो अकालबाटै मृत्यु हुन्छ। हे मञ्जुश्री, जुन व्यक्तिले अपरिमित भगवान् बुद्धको गुणको वर्णन 78 शतनाम सूत्र 108 नाम भएको मन्त्र धर्मपर्य जस्तै पुस्तक लेख्न अथवा छाप्न लगाउँछन्। 108 नाम भएको सूत्रलाई ध्यान दिएर सुन्दछन् अथवा त्यसलाई पाठ गर्छन्। पुस्तक लेखाई आफ्ना घरमा सगौरव स्थापना गरी पुष्प धूप दीप माला लेपन चूर्ण आदिले पूजा गर्छन्। ती व्यक्तिहरूको आयु सकिएको भए पनि 100 वर्षको आयुले सम्पन्न हुनेछ है। आयु सकिएको भए पनि फेरि आयु थपेर चाहिँ 100 वर्षकै हुनेछ भनेर यसरी भन्नुभयो। हे मञ्जुश्री, जो व्यक्तिले अपरिमित अमिताइश भगवान् बुद्धको चाहिँ 108 नामको सूत्र श्रवण गर्छन्, सुन्छन्, उनीहरूको आयु विकास भएर जानेछ। आफ्नो आयु क्रमैसित सिद्धिएर जाने बेलामा पनि यो 108 नम्बरको मन्त्र स्मरण
आफूले मनमा सम्झ्यो भनेदेखि उनीहरूको आयु विकास हुनेछ। ए मञ्जुश्री, त्यसकारण दीर्घायु लामो आयु हुने अभिलाषा राखी हैन त्यो व्यक्तिले 108 नाम भएको यो मन्त्र जसले सुन्छ, जसले पुस्तकमा लेख्छ अथवा अरूलाई छाप्न लगाउँछ अथवा पाठ गराउँछ, ती कुलपुत्र वा कुलपुत्रीहरू शुभ सौभाग्य हुनेछन्। अनि 108 नाम भएको त्यो मन्त्र के होला? त्यो यस प्रकार छ। ल सुरुमा हामी पनि एकपल्ट पढ्दै हाल्यौँ है। मसँग भन्नु, ओम नमो भगवते अपरिमित आयुर्ज्ञान सु विनिश्चित तेजो राजाय तथागताय अरहते सम्यक्सम बुद्धाय तदेथा ओम पुण्य पुण्य महापुण्य अपरिमित पुण्य अपरिमित पुण्य ज्ञान सम्भा रूपचिते ओम सर्व संस्कार परिशुद्ध धर्मते गगन समुद्गते स्वभाव विशुद्धि मानय परिवारे सोहा। यो मन्त्रभित्र बुझाउनेले बुझाउन जान्यो, बुझ्नेले बुझ्न जान्यो भने 108 बुद्धको नामहरू छ यहाँ। त्यसैले नै यो धेरै महत्त्वपूर्ण शक्तिशाली मन्त्र हो। यो तपाईँले एउटा बत्ती बाल्दाखेरि पनि यो मन्त्र पढेर बत्ती बाल्यो भने लाख बत्ती बाले सर हुन्छ। कसैलाई 1 रुपियाँ दान दिँदाखेरि पनि यो मन्त्र जपेर दान दियो भने लाख रुपियाँ दान दिए सर हुन्छ। त्यसकारण धेरै शक्तिशाली मन्त्र हो। हे मञ्जुश्री, भगवान् बुद्धको यो 108 नाम भएको सूत्र पुस्तक जसले लेख्छ वा लेखाउँछ छपाउँछ, जसले घरमा राखी पाठ गराउँछ, त्यसको क्षय भएको आयु पुरा 100 वर्षको हुनेछ। यस लोकबाट परलोक, अब अन्तिममा त हामी मर्ने नै हो होइन, यस लोकबाट परलोक हुन साथ ऊ अमिताइस भगवान् बुद्धको लोकधातु अपरिमित गुडा आदि भुवनमा जन्म हुनेछ। ओम नमो भगवते भनेदेखि लिएर महानय परिवार स्वाहा। अहिलेको मन्त्र त्यही भयो। हे मञ्जुश्री, जो व्यक्तिले अपरिमितको यो 108 नाम सूत्र श्रवण गर्छ ती प्राणीहरूको आयु प्रवृद्ध हुनेछ। आयु क्रमशः सिद्धेर जाने बेलामा पनि 108 नाम भएको यो मन्त्र धारण गर्ने व्यक्तिको आयुको विकास नै हुनेछ। हे मञ्जुश्री सुन, त्यसकारण दीर्घायु हुने अभिलाषा राखी यो 108 नाम भएको बुद्धको नाम श्रवण गर्ने, पुस्तक लेख्ने, लेख्न लगाउने, छपाउने तथा पाठ गराउने कुलपुत्र वा कुलपुत्रीहरू सौभाग्यवान नै हुनेछन्। फेरि त्यसै समयमा बुद्ध भुवनमा 79 कोटी, कोटी भनेको 1 करोडलाई संस्कृतमा कोटी भन्छ, 79 कोटी बुद्धहरूले एकै भावले एकै स्वरले यो अपरिमित आयुर्ज्ञान सूत्रपिठ आज्ञा भयो। ओम नमो भगवते अपरिमित पनि अपरिमित संस्कार पनि धर्म स्वभाव विशुद्ध मानय परिवार स्वभाव। फेरि त्यसै समयमा 84 कोटी बुद्धहरूले पनि एकै भावले एकै स्वरले यो अपरिमित आयुर्ज्ञान सूत्रपिठ आज्ञा गर्नुभयो। ओम नमो भगवते भनेदेखि लिएर मानय परिवार स्वभाव। फेरि त्यसै समयमा 77 कोटी बुद्धहरूले पनि एकै भावले एकै स्वरले यो अपरिमित आयुर्ज्ञान सूत्रपिठ आज्ञा गर्नुभयो। ओम नमो भगवते भनेदेखि लिएर मानय परिवार स्वभाव। फेरि त्यसै समयमा 65 कोटी बुद्धहरूले पनि एकै भावले एकै स्वरले यो अपरिमित आयुर्ज्ञान सूत्रपिठ आज्ञा गर्नुभयो। ओम नमो भगवते भनेदेखि लिएर महानय परिवार स्वाहा। फेरि त्यसै समयमा 55 कोटी बुद्धहरूले पनि एकै भावले एकै स्वरले यो अपरिमित आयुर्ज्ञान सूत्रपिठ आज्ञा गर्नुभयो। ओम नमो भगवते भनेदेखि लिएर महानय परिवार स्वाहा। फेरि त्यसै समयमा 45 कोटी बुद्धहरूले पनि एकै भावले एकै स्वरले यो अपरिमित आयुर्ज्ञान सूत्रपिठ आज्ञा गर्नुभयो। ओम नमो भगवते भनेदेखि लिएर महानय परिवार स्वाहा। फेरि त्यसै समयमा 36 कोटी बुद्धहरूले पनि एकै भावले एकै स्वरले यो अपरिमित आयुर्ज्ञान सूत्रपिठ आज्ञा गर्नुभयो। फेरि त्यसै समयमा 25 कोटी बुद्धहरूले पनि एकै भावले एकै स्वरले यो अपरिमित आयुर्ज्ञान सूत्रपिठ आज्ञा गर्नुभयो। फेरि त्यसै समयमा 10 कोटी गङ्गा नदी, गङ्गा भन्ने नदी छ त्यो भारतमा बग्छ, त्यो नदी चाहिँ एकदम लामो नदी छ, त्यसमा बालुवा धेरै छ, त्यही भएर 10 कोटी 10 करोड गङ्गा नदीको बालुवा सरह भगवान् बुद्धहरू पनि त्यही सम्मानको गन्ती भएका भगवान् बुद्धहरूले पनि एकै भावले एकै स्वरले यो अपरिमित आयुर्ज्ञान सूत्रपिठ आज्ञा गर्नुभयो। जसले यो अपरिमित आयुर्ज्ञान सूत्रपिठ लेख्छन्, लेखाउँछ वा छपाउँछ उनीहरूको सिधै सकिएको आयु पनि 100 वर्षको प्राप्त हुनेछ, आयु पनि अरू वृद्धि हुनेछ। जसले यो अपरिमित आयुर्ज्ञान सूत्रपिठ लेख्छन्, लेखाउँछन्, छपाउँछन् ती व्यक्तिले नर्कलोक, प्रेतलोक, पशुको जुनीमा कहिल्यै पनि जन्म लिनुपर्ने छैन। 8 अक्षरले युक्त
8वटा ठाउँ छ अरे, त्यहाँ जन्म लियो भने धर्मको फुर्सद पाउँदैन अरे, त्यो ठाउँमा कहिले पनि जन्मनु पर्ने छैन। यो मन्त्र जप गर्ने, ध्यान गर्ने, यसलाई पाठ गर्ने, लेख्ने, छपाउने व्यक्तिहरू जहाँ जहाँ जन्म लिए तापनि पूर्व जन्मको याद हुन्छ। अहिले हामीलाई त याद हुँदैन हो, हामी कहाँबाट आयो थाहा छैन, आमाको कोखबाट आएको थियो मात्रै थाहा छ अलिअलि, त्यो पनि याद छैन। यत्रै जन्मेको जस्तो लाग्छ हामीलाई है, हाम्रो दिमाग धेरै कमजोर भयो नि त। तर यो यसलाई राम्रोसँग साधना गर्ने व्यक्तिहरू चाहिँ स्मरण शक्ति बढ्छ। यो जुनी मात्रै होइन, पूर्व पहिलाको जन्मको समेत पनि उसलाई याद हुनेछ। जसले अपरिमित आएका लेख्छन्, लेखाउँछन्, छपाउँछन्, उनीले 84,000 धर्मस्कन्द, भगवान बुद्धले बताएको ज्ञान चाहिँ 84,000 छ अरे। स्कन्द भनेको थुप्रो राशि, यति धेरै बुद्धले भन्नुभएको रहेछ नि। त्यो किन भनेको होला भन्दाखेरि हामीसँग 84,000 किसिमको अज्ञान छ अरे। 84,000 किसिमको अज्ञानलाई एउटा अज्ञान हटाउनलाई चाहिँ एउटा ज्ञानको हिसाब गरेर 84,000 भयो। 84,000 अज्ञान के होला भन्दाखेरि हामीसँग लोभ मात्रै आउने 21,000 छ अरे। 21,000 किसिमको लोभ मात्रै आउँछ अरे हामीलाई। कस्तो लोभ होला त्यो? 21,000 लोभ भने कम हो। 21,000 किसिमको त रिस मजा आउँछ अरे हामीलाई। 21,000 किसिमको त अन्यल त मोह मात्रै आउँछ अरे। कोहीलाई त सबै आउँछ अरे। भनेपछि त्यो सबै 84,000 भयो नि। त्यो 84,000 अज्ञान हटाउनलाई अनि भगवान बुद्धले 84,000 किसिमको धर्म ज्ञान सुनाउनु भएको रहेछ। र यो 84,000 अहिले हामीले पढ्न सक्दैनौँ, अध्ययन गर्न सक्दैनौँ, पाठ गर्न सक्दैनौँ। र जसले यो अहिले यो मैले पढेको यो पढ्छु उसले चाहिँ 84,000 बुद्ध वचन लेखाएको सरह नै हुनेछ। जसले अपरिमित आएका लेख्छन्, लेखाउँछन् वा छपाउँछन्, उनीहरू 84,000 धर्मस्कन्द राब्ने गरेको, राब्ने भगवान बुद्धको धर्म यस्तो चाहिँ काङ्ग्युर तिङ्ग्युरहरू राखेर हामीले राब्ने गर्छौँ नि। जसले यो चाहिँ यो आयुको यो पढ्छ, यो दमङभित्रको पढ्छ, उसले चाहिँ सारा बुद्ध वचनलाई राब्ने गरेको। राब्ने भनेको प्रतिष्ठा गरेको, प्राण प्रतिष्ठा गरेको। राब्ने गरेको भनेको सास हालेको हो। कतिले भन्छन् मूर्तिमा सुङ हालेको सास हालेको होइन, मूर्तिमा सुङ हालेको सास हालेको भन्दैन। बुझ्नुभयो? हाम्रो युगीतिर कतिपय हाम्रो मित्रहरूले चाहिँ मूर्ति खाली राख्नु हुँदैन, सास हाल भनेर। सास हाल्नु के सुङ हाल भन्दैछ होइन। सास हालेको सुङ हालेको फरक हो। सास हालेको त राब्ने गरेको हो, सुङ हालेको राब्ने गरेको होइन। सुङ हालिसकेपछि फेरि मूर्तिलाई राब्ने गर्नुपर्छ। त्यो राब्ने गरेको चाहिँ फेरि पक्का बुद्धको हंसलाई खिचेर ल्याएर त्यहाँ राख्ने हो। त्यहाँ सुङ हाल्ने पहिला मूर्तिमा सुङ हाल्ने चलन थिएन। म तपाईँ स्पष्ट भन्छु, भारतमा भएको बुद्धको मूर्तिहरू, नेपालमा भएको बुद्धको मूर्तिहरूमा सुङ हुँदैन, सुङ हालेको देखिँदैन। तर पछि गएर सुङ हाल्ने चलन आयो। सुङ हाल्ने चलन कसरी आयो त भन्दाखेरि चाहिँ पहिलाको बुद्धको मूर्तिमा चाहिँ भगवान बुद्धको अस्तु धातु रिङ्सेल राखिन्थ्यो, रिङ्सेल नै राखिन्थ्यो। रिङ्सेललाई पाएन। अब नपाइसकेपछि कुन बुद्ध हो उसकै नाम, उसकै मन्त्र लेखेको कागजलाई बेरेर अनि सुङ हाल्ने चलन चल्यो। पछि आएर चलेको रहेछ। पहिलाको मूर्तिमा सुङ हाल्ने चलन थिएन। तर राब्ने गर्ने चलन चाहिँ पहिलेदेखि थियो। फेरि सास हाल्ने चलन चाहिँ पहिलेदेखि थियो फेरि है। त्यसकारण सुङ हालेको र सास हालेको फरक कुरा हो। राब्ने गरेको र सास हालेको एउटै कुरा हो भनेर बुझ्नु होला। जसले यो अपरिमित आएका लेख्छन्, लेखाउँछन्, छपाउँछन्, उनीहरूले पञ्च महापाप गरेको सबै पाप शोधन भएर जान्छ। हेर्नुहोस् त, पञ्च महापाप छम्मेङ्गाई दिक्पा 5वटा महापाप छ अरे। बाउ हत्या गरेको पाप, आमा हत्या गरेको पाप, औरतलाई मारेको पाप, भगवान बुद्धलाई मार्छु भन्ने मनसायले चाहिँ चोट पुर्याएको पाप, र सङ्घलाई चुगली गरेर सङ्घ फुट गराएको पाप, यी महापञ्च पाप भए। यो महापञ्च पाप गरेपछि त्यो व्यक्तिको चाहिँ एकदमै खतम हुन्छ। त्यसैले महापञ्च पाप गरेको भए तापनि पछि त्यो व्यक्ति सुध्रिन चाह्यो भनेदेखि यो साधना गरेर त्यो पापलाई पनि पखाल्न सक्छ भन्ने कुरा आयो। जसले यो अपरिमित सूत्र लेख्छन्, लेखाउँछन् वा छपाउँछन्, उनीहरूको सुमेरु पर्वत समानको पाप पनि शोधन भएर जानेछ है। सुमेरु पर्वत समानको पाप, त्यो दिन गरेको पाप चाहिँ थोरै गरे पनि धेरै हुन्छ अरे त है। मोटो मान्छेहरूले खाना खान छोड्छ भने खाना खाइसके हुन्छ नि उसले, कति बेला खाना खाए थाहै हुँदैन भन्छ नि। त्यस्तै पाप पनि हामीले दिनका दिन गरेर आउँछ, हामीलाई थाहा हुँदैन है। छाल ठट्टामा पाप गरेको हुन्छ, छाल ठट्टामा कति बेला हामी ढाँट्छौँ होइन। त्यसकारण दिनका दिन गरेको पाप चाहिँ धेरै हुन्छ। त्यो
सुमेरु पर्वत जस्तै पाप पनि यो मन्त्रलाई राम्रोसँग साधना गरेर विधि पुर्याएर यसलाई हामीले चाहिँ अभ्यास गर्यो भनेदेखि त्यो पापलाई पनि पखाल्न सकिन्छ। जसले यो अपरिमित आइकन सुदुपयोग लेख्छन्, लेखाउँछन् वा छपाउँछन्, उनीहरूलाई मार र मार जातिको देवता, मार र मार भनेको शैतान, अब क्रिस्चियनहरू शैतान भन्छन् नि, त्यस्तै बुद्धिस्टहरू चाहिँ मार भन्छन्। धर्म अभ्यास गर्दाखेरि अनि भाष्य आउने, बाधा ल्याउने कुरालाई चाहिँ मार भनिन्छ। ती मार चाहिँ मार र मार जातिका देवताहरू, किन्नरहरू, यक्ष, राक्षस आदिले भने, अनि जसले तपाईँले यो दोमाङभित्रको यसलाई तपाईँले पाठ गर्नु भएको छ भने तपाईँलाई बिगार्न खोजे तापनि उनीहरूले बिगार्ने अवसर पाउने छैन। जसले यो अपरिमित आएका सुबे लेख्छन्, लेखाउँछन्, छपाउँछन्, उनीहरूको मृत्युको बेलामा 79 कोटी 79 करोड भगवान बुद्धहरूको दर्शन पाउने छ। बुझ्नुभयो? यो ठुलो कुरा हो। किनभनेदेखि मर्दाखेरि त हामीले कसैले सहयोग दिन सक्दैन, न बाउले दिन्छ, न आमाले दिन्छ, न छोराछोरीले, न श्रीमान श्रीमती जेसुकै माया लागे तापनि मर्दाखेरि माया दिन लाग्दैन हो। माया लाग्दैन भन्ने कुरा मद्दत दिन सक्दैन, आफू एक्लै हुन्छ, बेसाहारा हुन्छ। त्यति बेला चाहिँ तपाईँले यो अभ्यास गर्नुभएको छ भने 79 कोटी भगवान बुद्धहरूले प्रत्यक्ष दर्शन दिएर तपाईँको शिरमा हात राखे, हे फलाना तिमी डराउन पर्दैन है, म तिमीलाई मद्दत दिन्छु भनेर सट्ट आउनुहुन्छ अरे भगवान बुद्धहरू। बुझ्यौ? अरूहरूले हामीलाई फुल राख्दाखेरि, खाता राख्दाखेरि पनि डराएर फुत्त राखेर भाग्छन्, नजिक आउनु मान्दैन। त्यति बेला हाम्रो शरीर चाहिँ त्यस्तो हुन्छ। जुन शरीर अहिले हामीले राम्रा लुगा लगाएका छौँ, घोसेनका लुगा, गलैँचामा चाहिँ सुताएका छौँ, मिठो मिठो खाएका छौँ, स्याम्पो लगाएर नुहाएका छौँ, त्यो शरीर भोलि गएर हबी पनि मुझ है। त्यति बेला चाहिँ यो जसले यो अभ्यास गर्यो भगवान बुद्धले दर्शन दिनुहुन्छ तपाईँलाई, तपाईँलाई मद्दत दिन आउनुहुन्छ भनेर बतायो। उनीहरूलाई भगवान बुद्धले आफ्नो हात उठाएर रक्षा प्रदान गर्नुहुन्छ। अनि यहाँबाट प्राण फुत्त त्याग्न साथै पुरानै फुलबारीलाई छोडेर नयाँ फुलबारीमा गाँस गरेर बुद्ध भुवनमा गमन गराउनेछन्। यसमा होला कि नहोला भनेर शङ्का गर्न हुँदैन। फेरि शङ्का गऱ्यो भने फेरि लङ्का पुग्छ भन्छ नि, शङ्का गर्न हुँदैन। अहिले हामीले यो के अरे देवचङ्गे मलम भनिन्छ कि, सुखावती भूमिमा जाने मलम छ। त्यो मलम पाठ गर्दाखेरि चाहिँ साङ्गे हो बमेको सिङ्गमा पुग्ला कि नपुग्ला भनेर पाठ गर्नेवाला मान्छे चाहिँ पुग्नै चाहिँ पुग्छ अरे। त कमलको फुल चाहिँ खोल्दैन थियो। बुद्धको वचन सुन्दाले बुद्धको दर्शन पाउँदैन उसले। त्यो पुग्ला कि नपुग्ला भनेर शङ्का गऱ्यो नि, त्यो शङ्का पनि खतरा रहेछ नि। शङ्का गर्नुपर्छ हो, तर जहिले पनि शङ्का मात्रै गरेर बसेर हुँदैन। फेरि शङ्कालाई हटाउनुपर्छ। फेरि सुरुमा शङ्का आउँछ, त्यसलाई हटाउनु पनि सक्नुपर्छ। त्यसैले होला कि नहोला भने कुनै शङ्का उपशङ्का दोमन नगर्नु। जस्तै यो अपरिमित आइकन शुद्ध लेख्न लेखाउँछन् वा छपाउँछन्, उहाँलाई चतुर महाराजले जहाँ गए पनि रक्षा गर्नेछन्, सुरक्षा दिनेछन्, तपाईँलाई गोप्य गरिराख्नेछन्। चतुर महाराज भनेको त तपाईँ ठुलो ठुलो गुम्बामा जाँदाखेरि गुम्बाको बाहिरै लेखा हुन्छ नि, डरलाग्दो मान्छे र कोही हातमा त्यहाँ तलवार लिएका छन्, कोही के लिएका छन् राखेको हुन्छ नि। यो ग्याल्छिन ऋषि पनि चतुर महाराज हो, तिनीहरू हुन्। यिनीहरूले चाहिँ तपाईँलाई मद्दत दिन्छन्। त्यो रहेछ। जस्तै यो अपरिमित आइकन सुदुपयोग लेख्छन्, लेखाउँछन् वा छपाउँछन्, तिनीहरू अमिताभ बुद्धको लोकधातु सुखावती भवनमा जन्मिन्छ। सुखावती भवन है, शब्दै मिठो, सुखावती भवन। त्यहाँ दुःख भने केही पनि छैन, सुखै सुख है। पानी खाऊ भन्दाखेरि पानी अमृतै पाइन्छ त्यहाँ। फेरि पानी नपाइने ठाउँ त्यहाँ अमृत पाइने ठाउँ सुखावती भवन भनेको है। शरीरमा पसिना नआउने। अब हामीले त्यहाँ आएर पसिना आउँछ, पसिना आएपछि दुर्गन्ध आउँछ, नुहाउनु पऱ्यो, त्यहाँ शरीरमा पसिनै नआउने त्यस्तो ठाउँ होइन। त्यहाँ चाहिँ फेरि अहिले हाम्रो आमाहरूले बच्चा पाउँदाखेरि है, आमाहरू भनेको ठुलो कुरो हो। मलाई के अनुभव भयो भने आफ्नो कोखमा छोरी जन्माउनु चाहिँ ठुलो भाग्य कुरो रहेछ। मलाई यसपालिदेखि मलाई अनुभव भयो। मेरो आमा बिरामी हुनुभयो, म अलिकति धर्म ज्ञान पढेको व्यक्ति हो, मलाई थाहा छ आमा बाबुको गुण कस्तो महत्त्व हुन्छ भन्ने कुरा हामीले अलिअलि अध्ययनै गरेको हुन्छ। बुद्ध धर्ममा सुरुमै आमाको कुरा आउँछ। तर पनि हामीले चाहे जस्तो आमालाई मद्दत दिन सक्दैनौँ, किनकि म छोरा भएँ। छोराले चाहिँ बाबा आमालाई चाहे जस्तो मद्दत गर्न सक्दैन, त्यो छोरीले सक्छ। त्यसकारण मेरो माइली बहिनी आयो, उसले आमालाई यति स्याहार्यो 2 वर्षसम्म,
यति स्याहारो कि त्यो देखेर म छक्क भएँ। त्यसकारण आफ्नो कोखमा छोरी जन्मनु भनेको त्यो बाबुआमा चाहिँ भाग्यमानी हुन्। त्यसो भएकोले छोरी भन्ने बित्ता उहाँहरू कस्तो फेरि हुन त बाबुआमा उस्तै हुने होइन, तर फेरि आमाको काम चाहिँ व्रत हुन्छ। फेरि किन 9 महिनासम्म बच्चा पाल्नुपर्छ, व्रत हुन्छ आमाको काम। त्यसमा आमा महान हुनुहुन्छ, छोरी मान्छे महान छन्। तर सुखावती भवनमा आमालाई चाहिँ त्यो दुःख भोग्नु पर्दैन। उहाँले 9 महिनासम्म बच्चा पाल्नु पर्दैन, किन उहाँ काखमै बच्चा जन्मिन्छ अरे, बाहिरै बच्चा आउँछ अरे है। चमत्कारिक ढङ्गबाट बच्चा जन्मिने है, 8 वर्षको जस्तो हुन्छ अरे, सलक्कै बच्चा जन्मिने। आफ्नो पेटमा आमाले चाहिँ त्यो दुःख भोगेर नपर्ने हो। त्यस्तो जुन स्थानमा यो उत्तम रत्न सूत्रपिटक, जुन यो अहिले बताएको धोमङ सूत्रपिटक लेखी स्थापना गरिराखेको हुन्छ, त्यो स्थान पनि पूजा गर्ने योग्य हुन्छ, वन्दना ढोक गर्न योग्य हुन्छ। पशुलोकमा जन्म लिएका चराचुरुङ्गीको कानमा पनि यो मन्त्र सुनाइदियो भनेदेखि ती चराचुरुङ्गी पनि भोलि गएर समक्षम बुद्ध हुने नै सौभाग्य पाउनेछन्। मैले यसो विचार गर्दाखेरि आमा बाउ भनेको कति महत्त्वपूर्ण रहेछ हामी बच्चाहरूको लागि भन्दाखेरि, उनीहरू बच्चाको लागि जे पनि गर्न तयार, पाप पनि गर्न पछि हट्दैनन् होइन। त्यो बच्चाको राम्रो हुन्छ भने उनीहरू पाप पनि गर्छन्। उनीहरू बच्चालाई कस्तो माया दिँदो रहेछ, उनीहरू कति भरोसा गर्ने। त बच्चाले चाहिँ आमाले त्यो बाबुले त्यति गर्दैन। फेरि जति आमाले बच्चाले गर्छ है, के अरे भन्छ नि हाम्रो नेपालीको उखानमा, आमा बाउको मन के मान्छे छोराछोरी मन के ढुङ्गामा थियो भने त्यस्तो हुन्छ। त्यसो भएर बाबुआमा भने चाहिँ बच्चाको लागि चाहिँ ठुलो महत्त्वपूर्ण कुरा रहेछ। अब बाबुआमा नहुने बच्चा कति छन् है, टुरा छन् है, उनीहरू बिचारा भन्नुपर्छ है, उनीहरूलाई बाबुआमाको माया पाएको हुँदैन उहाँहरू हो। त्यस्तो त्यसैले जो कसैले यो ज्ञान यो 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 मन्त्रलाई 1 कौडी मात्र दान गर्छ, यो मन्त्र पढ्दै 1 कौडी भनेको अब 1 रुपियाँ, अब 1 पैसा दान गर्छ भने त्रिशास्त्र महाशास्त्र लोक धातु है, तोङसुम्की तोङछिम्पो जितिङ्गे खाम, त्रिशास्त्र महाशास्त्र लोक धातु भने यो विश्व ब्रह्माण्डको एउटा चाहिँ हिसाब लागेको हो होइन। 100 करोड पृथ्वी, 100 करोड चन्द्रमा, 100 करोड सूर्य, 100 करोड सुमेरु पर्वत, यस्ता 100 करोडको हिसाब लगाएपछि कति हुन्छ? त्रिशास्त्र महाशास्त्र लोक धातु मा सप्त रत्नले परिपूर्ण दिएको दान। सप्त रत्न भनेको होइन, पहिला चक्रवर्ती राजाले प्रयोग गर्ने धन सम्पत्तिहरू हो। हात्ती रत्न, घोडा रत्न, यसो त हुन्छ अरे। उनीहरूको त्यहाँ मन्त्री रत्न पनि हुन्छ अरे, चक्र रत्न, मणिरत्न हुन्छ अरे। यस्तो रत्न 7 रत्न परिपूर्ण गरेर चाहिँ हरेक दिन भगवान बुद्धलाई दान दियो भने कति पुण्य पाउला? धेरै पुण्य पाउँछ नि। त्यो भन्दा पनि यो मन्त्र वाचन गरेर 1 कौडी मात्रै दान दियो भने त्यति धेरै पुण्य प्राप्त हुन्छ भनेर बताइयो। जसले यो धर्म पर्यायको पूजा गर्छ गराउँछ त्यसले समस्त बुद्ध वचन रूपी सम्पूर्ण परम धर्मलाई सगौरव पूजा गरेको समानै हुनेछ। बुद्ध वचन भनेको भगवान बुद्धले बताएको वचनहरू, काङ्ग्युरहरू भयो। काङ्ग्युरलाई बुद्ध वचन, तेन्ग्युर चाहिँ बुद्ध वचन होइन है। फेरि तेन्ग्युर भने चाहिँ काङ्ग्युरको व्याख्या। काङ्ग्युरको अर्थ बुझ्न गाह्रो छ नि त। काङ्ग्युरको अर्थ बुझ्न गाह्रो भएकोले त्यो काङ्ग्युरको अर्थ चाहिँ सजिलैसँग बुझोस् भनेर अनि पछिका होइन ठुला ठुला विद्वान व्यक्तिहरूले लेखेकोलाई चाहिँ तेन्ग्युरु भनियो। बुद्ध वचनलाई चाहिँ काङ्ग्युरु भनियो। अहिलेसम्म हामीसँग भएको भगवान बुद्धको वचन चाहिँ यिनै हुन् काङ्ग्युरु। ऊ यसरी पूजा गरेर राखेको छ नि। यो यहाँ राखेको कति वर्ष भयो? तपाईँले कहिले यहाँ खोलेर पढ्ने गर्नु भएको छैन? छैन है। पूजा गरेर राखे के छ थाहा छैन, त्यस्तै भयो। अब यसलाई पाठ्य पुस्तक बनाउनुपर्छ, बुझ्नुभयो? यसलाई करिकुलममै राख्नुपर्छ हामीले। यो पूजा गऱ्यो भने यतिकै सकिन्छ। यो तपाईँले पढ्नुको लागि राखेको हो। यो गुम्बा भनेको स्कुल हो, गुम्बा भनेको विश्वविद्यालय हो। गुम्बामा गएर सिक्नुपर्छ, ध्यान गर्नुपर्छ, पढ्नुपर्छ। पूजा मात्रै गरेर पुग्दैन। पूजा मात्रै गरेर पुग्ने भयो त के हुन्थ्यो त? अनि हामी सबै बुद्ध हुन्थ्यो उहिले। पूजा कति गऱ्यो है। अहिले बुद्ध हुनु सकेको छैन, किनकि त्यति मात्रै नपुग्दो रहेछ। पूजा पनि गर्नु त पर्छ, तर पूजाको अर्थ पनि बुझ्नुपर्छ। अर्थ बुझेर पूजा गर्नुपर्छ। पूजा गर्न सजिलो काम होइन। हाम्रो वैदिक धर्ममा ओम जय जगदीश हरे भन्छन् है, मद्रासमा भाग लाउँछन् है। त बुद्धको पूजामा त्यति मात्रैले पुग्दैन। बुद्धको पूजा त ङा त छ्याग्या टेङ्गिजिन पनि हुन्छ। उच्चारण गर्ने मन्त्र ङा शुद्ध हुनुपर्छ। छ्याग्या हातका मुद्राहरू पनि सही हुनुपर्छ। उल्टो पाटो भयो भने गयो फेरि
है। अब तपाईँले हामीले यहाँ दोर्जे घुमाउँछ नि, बुद्धलाई भएर यताबाट घुमाइन्छ, बुद्ध भएको छ उता जाऊ भनेको होइन, यताबाट घुमायो भने आऊ भनेको। गेट भार्से भवन पऱ्यो, यताबाट घुमायो भने झन् आउँछ, यताबाट घुमाउनु पऱ्यो। यो मुद्रा चाहिँ धेरै खतरा कुरा, राम्रोसँग बुझ्नुपर्छ। त्यसकारण गादङ छ्याग्या त्यो सँगै क्या टेङ्गिजिन, अर्को महत्त्वपूर्ण कुरा ध्यान हुनु पऱ्यो। फेरि उच्चारण गरिने मन्त्र, हातका मुद्रा र समाधि ध्यान सँगसँगै भएर पूजा गर्ने है। होइन भने त के हुन्छ, ऊ त्यस्तै हो, फल पनि त्यस्तै पाइन्छ। फेरि हिजो भर्खर हाम्रो एकजना मित्रले भन्नु हुनुहुन्थ्यो, काठमाडौँमा हाम्रो एकजना मनाङ्गे दाई घरमा पूजा गरेको नि, त्यो झिन्दा काँचा थाहा छैन रे, एक ताप्के चाउचो पकाएर राखेको रहेछ अरे, लामालाई एक थर्मस चिया पनि राखेको रहेछ अरे, खाता र खाम पनि ठ्याक्कै राखेको रहेछ अरे। झिन्दा काँचा थाहा छैन, हो के धमाङ पर्ने गएको अरे भन्दो रहेछ। अनि त्यो बिच एकजना मान्छे चाहिँ हाम्रो एकजना मित्र हुनुहुन्छ, उहाँ अचानक पुग्नुभएछ त धमाङ पर्ने तास खेली बसिरहेको थियो त्यहाँ भने देखियो भन्नुभयो कि उहाँले होइन। त्यसै गरेर गरेको पूजा त फल पनि त्यस्तै पाउला पछि गएर होइन, तास खेल्ने फलै पाउला पछि। त त्यसो भएकोले पूजा गर्न लडतरो काम होइन, मलाई पूजा गर्न धेरै गाह्रो लाग्छ। त्यसमध्ये पनि मरेको मान्छे पूजा गर्न धेरै गाह्रो काम हो। किन गाह्रो काम भन्दाखेरि जिउँदो मान्छेलाई हामीले भनेको मान्दैन, त्यो मरेको त्यो हावा भएको कुरो कसरी मान्छ होला त्यो है, यो अचम्म छ। यो कुरा यो कसरी मान्छ होला यो। त्यसो भएर पूजा गर्ने काम चाहिँ एकदमै गाह्रो काम हो, त्यो सही ढङ्गसँग गर्नुपर्छ। यताउता भयो भने कता कता हुन्छ फेरि। त्यसो भएकोले हामीले पूजा चाहिँ एकदमै सही ढङ्गसँग गर्नुपर्छ है। जसले यो धर्म पर्यायको पूजा गर्छ गराउँछ, त्यसले समस्त भगवान् बुद्धको वचनलाई पनि पूजा गरे सर नै हुनेछ। उदाहरणको लागि तथागत विपस्सी सिखी विश्वभू, अब यो हामीले साङ्गे नामसे चुक्तो र थाम्चे के खोरवा जित्न सेतु हुएछौँ त साक्या थुपा भनेर अनि साङ्गे पाउदुन सातवटा बुद्धको नाम दिने गरेको छ, उहाँहरूको नाम हो होइन। विपस्सी भनेको साङ्गे नाम सिख भनेको, सिखी भनेको चाहिँ साङ्गे चुक्तो र विश्वभू भनेको चाहिँ साङ्गे नाम चुक्तो थाम्चे क्योप, कर्कुछन्द भने साङ्गे खोरवाजिक, कनकमुनि भने साङ्गे सेर्तुप, काश्यप भनेको साङ्गे होसौँ, शाक्यमुनि भनेको शाक्यथुपा भयो। यी सातवटा बुद्धहरूलाई तपाईँले त्यो हरेक दिन धन सम्पत्ति चढायो भने कति पुण्य पाउला। उहाँहरू त महान हुनुहुन्छ नि। भगवान् बुद्धलाई झुक्केर एउटा फुलको थुङ्गा चढायो त फेरि मान्छेको चुला पाउने अवसर पाउँछु भन्छ। जानी गर्दै होइन, फुलको थुङ्गा चढायो भने कस्तो होला। त्यसकारण यो फाइदा हेऱ्यो भने धर्मको फाइदा ठुलो छ, नोक्सान हेऱ्यो भने फेरि खतरा पनि छ फेरि। त्यसो भएकोले पहिला एउटा मान्छे रहेछ अरे, अब जवान हुँदाखेरि मोज मस्ती गरेर बस्यो, बुढो भएपछि धर्म गर्ने मन आएछ अरे। जवानीमा आएन धर्म गर्न छोडिदियो भन्नुभयो होइन। बुढो भएपछि धर्म गर्ने मन आएछ अरे। कसरी आयो, आफ्नो बालबच्चालाई हेला गर्न थालेछ अरे, उसलाई तँलाई बुढा भन्न थालेछ अरे। दिक्क लागेछ, हेर मैले हुर्काएका बालबच्चाहरू आज मलाई हेला गर्दैछन्, जा अब यस्तो पनि लाइफ हो ठिक्क जानु पऱ्यो बुद्ध कहाँ भनेर 80 वर्ष पुगिसकेछ अरे। अनि त्यति बेला भगवान् बुद्ध जिउँदै हुनुहुनेछ नि, बुद्ध कहाँ गएछ अरे। भगवान् बुद्ध बाहिर जानु भएको रहेछ अरे, उसले भेटेन, ऊ त घर छोडेर आइसक्यो, घरबाट बिदा मागेर आयो। ल अब म बस्दैन तिमीहरूसँग, गएँ म त भनेर आयो। उहाँ भगवान् बुद्ध नभेटेपछि ओहो के गर्ने होला, अब फर्क्यो भने त झन् हेला गर्दिनले, फेरि के गर्ने भएछ अरे। लौ त भनेर अनि यहाँ भगवान् बुद्ध भन्दा अर्को चाहिँ अधिकारी भएको व्यक्ति को होला भनेर सोधेछ अरे। भगवान् बुद्ध बाहिर जानु भएको छ, उहाँभन्दा मन्त्रीको चाहिँ सारिपु हुनुहुन्छ, सारिपु चाहिँ हो भनेछ नि। ल म उहाँलाई भेट्छु भनेछ अरे। अनि सारिपुत्रका भेट्न गएपछि ल हजुर म त घरदेखि बहिराग जाग्यो, दिक्क लाग्यो, म चाहिँ धर्म गर्न मन लाग्यो, धर्म गर्न आएको, मलाई राखिदिनु पऱ्यो यहाँ भनेछ अरे। सारिपुत्रले यसो हेर्नुभएछ अरे, तिमी त यहाँ हुँदैन भन्नुभएछ अरे। किन हुँदैन, म त बहिराग जागेर आएको, किन हुँदैन, सबैलाई भइरहेछ, मलाई किन भएन यहाँ भन्दाखेरि उसले न्यु खोज्न थाल्यो सारिपुत्रसँग। सारिपुत्रले के भन्नुभयो भन्दाखेरि यहाँ बसेपछि त कि त यहाँ लेख्न पढ्नुपर्छ, कि त यहाँ ध्यान गर्नुपर्छ, कि त यहाँ काम गर्नुपर्छ, तिमीले यो तिनवटा काम त गर्न सक्दैनौ, त्यसैले तिमी यहाँ हुँदैन भने उसलाई आउट गरिदियो उसलाई। अब उसलाई ठुलो समस्या, रात परिसक्यो त कहाँ जाने, घरमा जाउँ झन् हेला गर्लान्, जाने कुरा आएन। अब बुद्ध कहाँ उसलाई लिन मानेन, अनि आत्महत्या गर्ने मन आएछ। हेर्नुहोस् है, मान्छे जस्तो हुन्छ, आत्महत्या गर्छु भनेर जाँदाखेरि चाहिँ अनि भिरबाट हाम फाल्न आँट्दाखेरि कसरी एक पक भनेर है ठ्याक्कै हेर्दाखेरि भगवान् बुद्ध फर्केर आउनु भएको रहेछ अरे।
सायद उहाँ कहीँ जानुभएको थियो, फर्केर सम्झौले उसको कर्मले ठ्याक्क बुद्धसँग भेट भयो। पक पक भन्नुभयो। के गर्न आँटेको भन्दाखेरि आत्महत्या गर्न आयो। किनभनेदेखि म घरबाट छोडेर आएँ, हजुरको चेलाहरूले पनि मैले लिनु मान्नु भएन, अब म के गरौँ त, अब म जीवित रहेर यो पृथ्वीको भार बनेर म के गरौँ त अब भन्दाखेरि, अनि आत्महत्या गरेर समस्या समाधान हुन्छ त? तैँले त्यत्रो खराब काम गरेको त्यो पाप काटिन्छ आत्महत्या गरेर भन्दाखेरि काटिँदैन। ल आइज म लान्छु भनेर उहाँ लानुभयो। भगवान् बुद्धले बोलाएर लानु है, त्यहाँ त हल्ला खल्ला भएछ। सारीपुत्रले त्यागेको मान्छे फेरि बुद्धले फर्काएर ल्याउनु भयो। के अचम्म भयो त भन्दाखेरि अनि भगवान् बुद्धले भन्नुभएछ, जति मेरो ज्ञानले देख्छ त्यति दूर सारीपुत्रले देख्न सक्नुहुन्न। र यसमा केही कुरा छ जो मैले देखेँ, यसलाई हामी राख्नुपर्छ भनेर त्यो 80 वर्ष पुगेको वृद्ध मान्छे फर्काएर लिएर आएछ। अनि मोगलले भनेलाई जिम्मा दिनुपर्छ, ल तिमीले चाहिँ यसलाई ज्ञान सिकाऊ, यसलाई मुक्ति तान्ने काम गर भनेर मोगलकी बोला दिएपछि उहाँले त सिकाउनु भयो। बिचरा बुढो मान्छे है, कभन्दा खबरिस नि हुँदै नहुने, जति प्राय नहुने। अनि उसलाई आफ्नो घरको पो याद आउनु थाल्यो, है मेरो यस्तो थियो है, उस्तो थियो है, यस्तो याद आउनु थालेछ है। गाउँमा त आयो, अब हात्ती छिर्यो पुच्छर अड्क्यो भयो, शरीर चाहिँ छिर्यो पुच्छर त घरमा अड्क्यो भएपछि अनि गुरुलाई पनि दिक्क लागेछ। यो मान्छेले कसरी सिकाउनु होला, यो उस्तो गाह्रो, उहाँलाई गाह्रो भयो। अब बुद्धले आदेश दिइसक्नु भएको सिकाउ भनेर त्यो कभन्दा खभन्दा कबिर्सिने मान्छेलाई कसरी ज्ञान सिकाउने। ल अब यसको मनमा चाहिँ केही न केही झड्का हान्नु पऱ्यो यसलाई भनेर, ल ए फलाना आज हामी घुम्न जाउँ, तिमी त्यहाँ आँखा चिम्म गर, म तिमीलाई शक्तिबाट यस्तो ठाउँमा लान्छु भनेर। ल गुरुमा आँखा चिम्म गरेँ भनेपछि आँखा चिम्म गरेँ, ल आँखा खोल भन्दाखेरि त बाफ्रे कङ्काल भाटामा पुगेछ अरे, हाड भाटामा पुगेछ अरे है, मान्छे मरेको हाड जस्तो। अब गुरु तपाईँले मलाई कहाँ ल्यायो यस्तो मस्न घाटमा भनेछ अरे। नडरा, तेरै हाड हो भन्छ गुरुले। मेरो हाड कहाँबाट आयो, यति ठुलो आयो धेरै हाड भन्दाखेरि तेरै हाड हो। तपाईँले यो मुन्तिर समुद्र देखिस्, त्यहाँ गोहीको जन्मबाट बगेछ, तेरो जन्म गोही भएको, गोही यति ठुलो गोही थियो अरे कि मुख बाहिर 6 महिनासम्म मुख गरेर बस्ने रे। जति जीवजन्तु आयो सबै खान्थ्यो अरे 6 महिनासम्म। 6 महिना मुख बन्द गरेर ऊ आराम गरेर बस्थ्यो अरे। तेरो जन्म पहिला गोही भएको थियो, तर यस्तो प्राणीहरू हत्या गरेर खान्थिस्, त मरेको हड्डीहरू हो यो। बल्ल उसले घर बिर्सेछ अरे है, त्यहाँबाट त बल्ल पक्का छुयो गर्ने मन आएछ अरे, पक्का बेग्रा जागेछ अरे। गुरु म पक्का धर्म गर्छु भनेछ अरे। अनि गुरुले फर्काएर लिएर आएर मलाई ज्ञान दिएपछि 80 वर्ष पुगेको मान्छे अरहत भएर, ल बुझ्यौ, अरहत भनेको के हो त, मोक्ष भयो, निर्वाण प्राप्त गर्यो उसले। उमेरले छेकेन उसलाई, त्यहाँ त हल्ला खल्ला भयो। ओहो के अचम्म भयो, हामी यो गुम्बामा आयो कति वर्षपछि हामी अरहत भएको छैन, यो बुढा अस्ति आएको अरहत भयो भन्छ। के अचम्म भयो यो, कसरी भयो यो त भगवान् बुद्धसँग सोध्नुपर्छ यो कुरा भनेर ठुलो सभा बनाएर अनि भगवान् बुद्धसँग सोधेछ। अनि भगवान् बुद्धले भन्नुभएछ, यो मान्छे पहिले एउटा गोही मात्रै होइन, एउटा सुँगुर पनि भएको थियो यो भन्नुभएछ अरे। सुँगुरले खाँदा आँची खान्थ्यो नि है। अनि आफ्नो आहार खाना जाँदाखेरि त्यहाँ भुसिया कुकुर पनि रहेछ नि थुप्रै। फेरि त्यहाँ भुसिया कुकुरको जमात सुँगुर एउटा फाइट भएछ अरे। त्यहाँ फाइट हुँदाखेरि अनि त्यो कुकुरले लखेरेछ अरे उसलाई। त्यो सुँगुर चाहिँ आफ्नो ज्यान बाँच्नलाई भाग्दाखेरि एउटा स्वयम्भू हामीले छोड्थ्यो नि चाहिँ 3 फन्को घुम्नु पुगेछ अरे। त्यो 3 फन्को घुमेको पुण्यले गर्दाखेरि आज यो मसँग भेट भएको। नहेर्नुहोस् त, झुक्केर घुम्दाखेरि त त्यस्तो चाहिँ भगवान् बुद्धसँग भेट्ने सौभाग्य प्राप्त भयो। पछि गएर ऊ त्यो अरहत भयो भने हामी जानिकन भगवान् बुद्धलाई छाफुल गऱ्यो भने जानिकन है। हुन त अहिले हामीले यहाँ बस्ने स्टाइल यस्तो बनाएको छ नि, वास्तवमा हामीले बस्ने स्टाइल यस्तो गर्नु नहुने चाहिँ क्या हो है। म पोहोर साल श्रीलङ्का गएको थिएँ, त्यहाँ भगवान् बुद्धलाई पछाडि पारेर कहिले पनि फोटो खिच्न दिँदैन त्यहाँ, बुझ्नुभयो। अन्त हामी उनीहरू हिँडेन भन्छौँ हामीले है। हिँडेन त आफू भएको मलाई महसुस भयो कि हामी हिँडेन भएको महसुस भयो। उहाँले छोटेनलाई कहिले पनि पछाडि पारेर फोटो खिच्दैन। छोटे यहाँ छ भने उहाँदेखि जुत्ता खोलेर जान्छ। हामी त बौद्धमाथि बुट लाएर जान्छौँ हामीहरू है। अझै त्यहाँ गएर केटाकेटी त्यहाँ लभ स्टोरी भएर आउँछ, त्यहाँ बौद्धमाथि गएर देखिन्छ हामीले त्यहाँ। त्यसो भएको रे हामीले चाहिँ भगवान् बुद्धले एकदमै सम्मान गर्नुपर्छ। कति मान्छेहरूले भगवान् बुद्धको फोटो चाहिँ जाँड खाने ठाउँमा लगेर राखिरहेको हुन्छ। उहाँ
जुत्ता खोल्ने ठाउँमा सोको लगाइराखेर हुन्छ, त्यो गलत। भगवान् बुद्धको फोटो त्यस्तो ठाउँमा राख्ने चिज हो नि, त्यो सम्मान गर्ने चिज हो, त्यो पूजा गर्ने चिज हो, त्यो पुण्य क्षेत्र हो। त्यसलाई पूजा गर्यो भने पुण्य पाइन्छ होइन। पुण्य पाएपछि बुद्धसँग भेट हुन्छ। त हामीले एकदमै रेस्पेक्ट गर्नुपर्छ। भगवान् बुद्धको मूर्ति चाहे त्यो ढुङ्गाले बनाएको होस्, चाहे त्यो माटोले बनाएको होस्, चाहे त्यो सुनले बनाएको होस्, त्यो बुद्धको मूर्ति हो। सो ग्रेट त्यो हो। त्यस्तो जसले यो धर्म पर्यायको पूजा गर्छ, गराउँछ, त्यसले समस्त बुद्ध वचनलाई पूजा गर्नु हुनेछ। अनि सातवटा बुद्धहरूलाई पूजा गरेको जस्तै यो दोभाङ पाठ गर्यो भने पनि त्यत्तिकै पुण्य प्राप्त हुन्छ। र यसको पुण्यको पुण्य त्यो सातवटा बुद्धहरूलाई पूजा गरेको पुण्य यति होला भनेर बरु गणना गर्न सकिएला। तर यो दोभाङभित्र रहेको अपरिमितको जुन यो सूत्र पिटक हामीले पाठ गऱ्यौँ, अरूले पाठ गर्न लगायौँ, अरूले पाठ गर्यो हो राम्रो गर्यो भनेर स्वीकार्यो भनेदेखि त्यसको पुण्यको गणना गर्न सकिँदैन। त्यसै गरी रत्नको राशिलाई सुमेरु पर्वतको बराबर जम्मा गरी दान दिएको पुण्यको सारा बरु गणना गर्न सकिएला। यो दोभाङभित्र लेखिएको अपरिमित सूत्र पिटकको पुण्य स्कन्धको सार यति छ भनेर गणना गर्न सकिँदैन। त्यसै गरी जल भने पानीले भरिपूर्ण भएको चारवटा महासागरको पानी थोपा थोपा गरी गण्यो भने बरु त्यो समुद्रै खाली गर्न सकिएला रे। तर यो दोभाङभित्र रहेको यो पाठ गर्नाले यसको पुण्यको राशि यति छ भनेर गणना गर्न सकिँदैन। जसले यो अपरिमित पुस्तक लेखाउँछन्, छपाउँछन्, सगौरव पूजा गर्दछन्, उसले दशै देशका सम्पूर्ण बुद्ध भूमिमा विराजमान हुनुभएका बुद्धहरूलाई वन्दना ढोक पूजा गरेको समानै हुनेछ। अब यसपछि यहाँ जिम्बे तुप्के साङ्गे याङदापा भने यो पहिले पनि हाम्रो लामा गुरुहरू माग्न आउँथ्यो नि। हिजो त अब लामा गुरुहरू धनी भए त्यति माग्नु नहोला नि। पहिला चाहिँ म पनि गएको छु है। डम्बर घन्टी बजाएर झिन्दाको घरमा गएर होइन, मकैको बेला मकै माग्ने, कोदोको बेला कोदो माग्न जान्थ्यो है। म पहिला निङमा गुम्बामा पढेको व्यक्ति हो। निङमा गुम्बा त हो, तर त्यो निङमा गुम्बा भनेको थिएन, फेरि अलिअलि पिउने खालको थियो फेरि। अब जैसा गुरु उइसै चला त हो। अनि गुरु पनि पिउने, हामी पनि पिउनेपट्टि लाग्यो। अनि जिम्बे तुप्केसँग यहाँ भने माग्दाखेरि झिन्दाले भित्र बोल्थ्यो, अनि सर्किम भने सर्किम गरिदिन्थ्यो। सर्किममा अहिले हामीले नै खान्थ्यो फेरि। त्यस्तो थियो तरिका। पछि थाहा पायो यो चिज खाना नहुने रहेछ भने पछि बुझ्दै गयो होइन कुरो। त्यस्तो त्यो बेला पढ्ने हो नि यो जिम्बे तुप्के। अब यसलाई हामीले चाहिँ नेपाली भाषामा यसरी उल्लेख गरेको छ। दानको बलले हुनुभयो समुद्रगत बुद्ध जिम्बे तुप्केसँग यहाँ नपा। भगवान् बुद्धहरू दान गरेरै बुद्ध हुन्छन्। कन्जुसी मान्छे कहिले पनि बुद्ध हुन सक्दैन। कन्जुसी मान्छे कहिले पनि धनी हुँदैन। भले उसँग धन सम्पत्ति जेसुकै होला, त्यो कन्जुसी नै हुन्छ, त्यो गरिब नै हुन्छ। हाम्रो बुद्ध धर्ममा दानको ठुलो महत्त्व छ। दान दिनुपर्छ, हात फैलाएर दान दिनुपर्छ। सबभन्दा राम्रो ब्याङ्क भनेको दान हो। दान दिने ठाउँ धेरै ठाउँ हुन्छ होइन। अहिले हामीले यहाँ भगवान् बुद्धलाई हरेक दिन यहाँ पानी चढाएको छ नि, यो दान हो, दान गरेको हो होइन। तपाईँले चाहिँ आफ्नो घरमा चाहिँ एउटा बाटोमा चाहिँ सफा पानी भएर राख्नुहोस् त, कति चराहरू आएर त्यो पानी खान्छ, त्यो दान हो। तपाईँले एक मुठी चिनी लिएर फुलबारीमा हाल्नुहोस् त, कति कमी लिएर खान्छ, त्यो दान हो। दानमा हामी एकदमै अगाडि बढ्नुपर्छ। दानमा पास नभइकन कोही पनि बुद्ध हुन सक्दैन। त्यसकारण अहिले हामीले याङ्गु गर्छ नि, याङ्गु पूजा थाहा छ? याङ्गु थाहा होला नि है। दादाहरूले तान्छ नि, बादमा त्यो चोरेको त्यो सही ढङ्गसँग गरेन भने त्यो पाप हो। निन्जे झ्याङचुपी सेम्बाले गऱ्यो भने चोरेको पनि पुण्यमा लान सक्नुपर्छ होइन। त्यो चोरेको चाहिँ कसको धन चोरेको छ? जो कन्जुसी भएर धन लुकाएर राख्छ, ढुसी पारेर राख्छ, आफू पनि नखाने, अर्को पनि नदिने, उसैसम्म ल्याएको हो। त्यो मन्त्रले चोरेको थियो होइन। सेतो महाकाल जम्बलहरूको मन्त्र प्रयोग गरेर लिएर आएको यता, त्यस्तो हो। त्यही भएर म उता स्वयम्भूतिर त्यो याङको पूजा गरेर जब त्यो झन्डा उठाउने बेला भएपछि छिमेकी मनाङेर झालसबै बन्द गर्दो रहेछ नि उतातिर। मलाई थाहा थिएन, पछि मलाई थाहा भयो किन झाल बन्द गर्छ भन्दाखेरि तानेको रहेछ त्यो। त्यस्तो गरिँदैछ। त्यसो भएकोले यो याङको पूजा पनि आफ्नो स्वार्थको लागि गऱ्यो भने त्यो चोरेकै हुन्छ, चोरेकै पापसम्म लाग्छ। मन्त्रले चोरेको हुन्छ त्यो। तर झ्याङचुकी सेम करुणा दाए यो कन्जुसीको धन ल्याएर मैले धेरैलाई उपकार गर्न सकोस् भने त्यो पुण्य भयो, फेरि त्यो राम्रो भयो होइन। त्यही भएर माओवादीहरूले भन्छ नि हामी पनि बुद्धको शिष्य हो, बुद्धको शिष्य भन्छ नि।
धनीका सम्पत्ति ल्याएर गरिबले बाँड्ने बुद्धको शिष्य हो भन्छ उनीहरूले। केही हदसम्म त हो जस्तो लाग्छ है। दानको बलले हुनुभयो सम्बन्ध गर्दा बुद्ध, दान बलादिका बोध गरेका प्रभु नरसिंह, अनि दानको बलले नै उहाँ शाक्यमुनि बुद्ध हुनुभयो। उहाँले दान दिनुभयो, मुटु पनि निकाल दान दिनुभयो, आँखै दान दिनुभयो। उहाँको ब्रेनभित्र मणि थियो, मणि नै निकालेर दान दिनुभयो। अनि उहाँले आफ्नो श्रीमतीले सोध्नुभयो, मैले तिमीले दान दिए हुन्छ भनेर सोध्नुभयो। उहाँले हुन्छ भन्नुभयो, अनि दान दिनुभयो। तर अनुमति लिनुभयो। फेरि तपाईँले मानव अधिकार हर्नुभयो भन्दा फेरि पहिला अनुमति लिनुभयो। उहाँले ढिमी कुन्देन भन्नेले आफ्नो श्रीमतीले पहिला अनुमति लिनुभयो। हजुर राजकुमारी सुखमा बस्नु भएको, म जङ्गलमा जाँदैछु, तपाईँ भोलि कसै माग्न आला फेरि समस्या पर्ला भनेर भन्नु है होइन। सुखमा सुख, दुःखमा दुःख। हजुर मेरो श्रीमान, मैले हजुरको अभ्यासमा कुनै पनि बाधा डाल्दिनँ म भनेर सँगै जानुभएको है। पछि उहाँ श्रीमती पनि दान दिनुहुन्छ, उहाँले छोराछोरी दान दिनुहुन्छ। त्यस्तो कुरा हो, आखिरमा दिने त हो। तपाईँ मरेर गएपछि तपाईँ श्रीमती पहिला पनि जान सक्छ। तपाईँ मरेर गएपछि अनि तपाईँको श्रीमतीले अर्को पनि ल्याउन सक्छ। देखेको कुरा हो। धेरै लोभ गर्न हुँदैन है, धेरै लोभ गर्न हुँदैन। दान बल शब्द प्रख्यात भयो। शीलको बलले हुनुभयो सम्बन्ध गर्दा बुद्ध, शील बलादिका बोध गरेका प्रभु नरसिंह करुवा नगरमा प्रवेश भयो। शील कति मिठो शब्द, शीतल, शील शीतल। शील पालन गरे कि मनमा शीतल भइहाल्यो, शरीरमा शीतल भइहाल्यो। त्यसपछि पञ्चशील मात्रै पालन गर्यो भने शीतल भयो। त्यो परिवारमा कहिल्यै झगडा हुँदैन, कहिल्यै नराम्रो हुँदैन। मङ्गल टासी, हामीले टासी दिलेक भन्छौँ नि, त्यो छाङको बोतल यहाँ राखेर त टासी दिँदा नहोला कि होइन। जाँडा खाएर माथिमा टासी दिले हुँदैन नि त। टासी दिलेक भनेको त शीतल हुने, पवित्र हुने, मङ्गल हुने, जहाँ पाइला टेके पनि मङ्गल हुने। त्यस्तो शील पालन गरेको व्यक्तिको हातले कसैको टाउकोमा छोयो भने पनि टाउको दुख्यो पनि निको हुन्छ। अहिले त्यो टेक्निक के भन्छ, जुडाई भन्छ, रेकी भन्छ, त्यहाँ प्रयोग गर्छ नि। त्यस्तो शील पालन गरेर गर्ने हो नि त्यो त। शान्तिको बलले हुनुभयो सम्बन्ध त बुद्ध, शान्तिमा शेर्पा। सबभन्दा ठुलो तपस्या ऋषि हो। हामी नखाएर नपिएर शरीरलाई तर्पाएको तपस्या भन्दा पनि सहनशीलताको तपस्या चाहिँ सबैभन्दा ठुलो रहेछ, सहनशीलता। त्यसैले हामीले सहनशीलता भनेको के होला भन्दाखेरि चाहिँ सहनशीलता भनेको चाहिँ अहिले त मैले सकिनँ पछि तँलाई पक भने त्यसलाई सहनशीलता भन्दैन हो होइन। अहिले त मैले सहेर बसेँ नि, पछि तँलाई पक मेरो पनि मौका आउला नि भन्छ नि, त्यसलाई सहनशीलता भन्दैन। सहनशीलता भनेको अहिले भर्खर तपाईँ खुसी हुनुहुन्थ्यो, अब तपाईँ दुःखी हुने परिस्थिति आयो। त्यो दुःखी हुने परिस्थिति आउँदाखेरि पनि तपाईँ खुसीमा कायम रहन सक्यो भने त्यो सहनशीलता हो। मनको सन्तुष्टतालाई भड्किन नदिएर मन चाहिँ सदा सन्तुष्टमा रहन सक्यो भने त्यो सहनशीलता हो। त्यस्तो त्यसैले शान्तिको बलले बुद्ध हुने व्यक्ति चाहिँ सहनशीलता भएर नै बुद्ध हुनुहुन्छ। नसहने के अरे अब छ नि, अब यस्तो रिसालु व्यक्ति, एकदमै रिसालु व्यक्ति है, मनीदेखि रिसालु, मुखमा त रिसाएर त्यति फरक नपर्ला होइन, त मनीदेखि रिसायो भने त्यो खतरा हुन्छ, त्यो पाप हुन्छ, श्राप दिन्छ, अरूलाई मरिजा पनि श्राप दिने त्यस्तो पनि हुन्छ नि। त्यसकारण मनैदेखि रिसाएर गरेको काम चाहिँ सबै पाप हुन्छ। हामीले धर्म कर्म चाहिँ करकापले गरेको राम्रो हुँदैन, करकापले गरेको करकापै हुन्छ, त्यो फल राम्रो पाउँदैनौ। त्यसै उत्साह हुनु पर्यो, उत्साह धेरै नसुत उत्साह हुनु पर्यो। हाम्रो यो शरीर धेरै मोज मस्ती गरेर जति मोज मस्ती गर्यो उति घाटा छ। यो शरीर जति खुवाए पिलाए उति घाटा छ है। यो त आफूले काट्ने हतियारले उद्याए जस्तो हो। त्यसै यो शरीरलाई अब ठिकसँग खुवाउने, ठिकसँग सुताउने काम गराउनुपर्छ। यसलाई काम लाउनुपर्छ। यसलाई अल्छीमा राख्नु हुँदैन। यसलाई अल्छीमा राखेको त्यो मान्छे मऱ्यो, मरेसर भयो, जो आराम त्यो मऱ्यो भने जस्तो। यो शरीरलाई हामीले फेरि पाउँदैन, फेरि यो फेरि पाउँदैन फेरि होइन। यो बुढो हुनुभन्दा पहिले यसलाई काम लगाइरहनुपर्छ पुरै होइन, सही ढङ्ग छ। यसलाई पाप गर्न दिनु हुँदैन। यसलाई पाप गर्न दियो भने यसले हामीलाई पछि हामीलाई नोक्सान हुन्छ। यो शरीर देउताले पनि पाएको छैन। बुद्धले घोषणा गर्नुभयो, देउता भन्दा पनि
उच्च कोटिको शरीर छ, त्यो मानव चोला सावे लाखै लुकिने देउता, यो बुद्धले घोषणा गरेको। अरू धर्ममा देउता ठुलो भन्छन्, बुद्ध धर्ममा मान्छे ठुलो। मान्छे बुद्ध हुनेपछि देउता बुद्ध हुँदैन। पछि बुद्ध हुने त मान्छे हो, विकास गर्ने मान्छे हो, तर संसारलाई नष्ट पार्ने मान्छे हो। त्यसो भएकोले मान्छेको चोला चाहिँ महत्त्वपूर्ण छ। त्यसैले यो मान्छेको शरीरलाई चाहिँ हामीले चाहिँ सही ढङ्गसँग सदुपयोग गर्नुपर्छ। अत्तिमा जानु हुँदैन। धेरै चिनी खायो भने तितो हुन्छ भन्छ नि, अत्तिमा गएपछि कुनै पनि कुराको अत्तिमा जानु हुँदैन। भगवान् बुद्धको बाटो भनेको मध्यम मार्ग हो, मध्यम मार्ग। त्यसैले हामी चाहिँ ठिकसँग खाने, ठिकसँग होइन, यो शरीरलाई प्रयोग गर्नुपर्छ। त्यसैले वीर्य अल्छे हुनु हुँदैन। अल्छे त भइहाल्छ फेरि हामी, भोलि गरौँला नि, एकछिन सुतौँ अथवा के हो, त्यति बेला तपाईँले ध्यान गर्नुपर्छ। ध्यान गर्नुपर्छ। ध्यान कसरी गर्ने? जाँगर जगाउने। अहिले हामी मान्छे भनेको कस्तो हो अरे भन्दाखेरि कसाई र भैँसी जस्तै हो अरे। यहाँ त भैँसी पाउँदैन होला होइन, नेपालमा त भैँसी काट्छ नि कसैले है, मोमो खान्छ, खायो होला, मोमो खायो होला त भने भैँसी मोमो हो। कसैले भैँसी काट्दाखेरि पहिला कसैले एउटा भैँसी काट्यो, त्यो कसै थाक्छ अरे, अर्को भैँसीले घाँस खान दिएर आउँछ, अर्को भैँसी चाहिँ म चाहिँ बाँची भन्छ मजासँग घाँस खान्छ क्या। त्यो हामी त्यो भैँसी जस्तो भइरहेछ, किनभने मृत्युले हामीलाई हेरेर आउँछ। तपाईँ जेसुकै आराम गरे पनि मृत्यु आराम बस्दैन, मृत्युले त हेरेर आउँछ। हरेक क्षण हेरेर आउँछ, सुत्दा बस्दा उठ्दा हेरेर आउँछ है। त्यो कसैले त्यो भैँसीलाई घाँस खान दिएको, भैँसीलाई माया गरेर होइन, ऊ थाकेर हो। मृत्यु पनि मार्दा थाकेर एकछिन तपाईँलाई आराम दिएको, तपाईँलाई ऊ छोड्नेवाला छैन, तपाईँलाई छोड्नेवाला छैन। त्यसो भएकोले हामी अल्छी मान्नु हुँदैन। त्यो मृत्युले हामीलाई आक्रमण गर्नुभन्दा पहिले हामीले आफ्नो बाटो चाहिँ तत्तै हाल्नुपर्छ, तयारी पारिहाल्नुपर्छ। यसरी अल्छी हुनु हुँदैन भनेको। त्यही भएर वीर्यको बलले हुनुभयो समुद्रगत बुद्ध। वीर्य बलाधिक बोध गरेका प्रभु नारायण सिंह करुणावानको नगरमा प्रवेश भयो। वीर्य बल शब्द प्रख्यात भयो। वीर्य कोसिस गर्ने व्यक्ति नै बुद्ध हुन्छ। अल्छी हुने व्यक्ति च्यादा पाउन सक्दैन, के बुद्ध होला है। त्यसकारण कोसिस गर्ने व्यक्ति नै बुद्ध हुन्छ। ध्यानको बलले हुनुभयो समुद्रगत। अब ध्यान आयो, फेरि ध्यान गर्नुपर्छ अरे। ध्यान भनेको के हो त? ध्यान भनेको छरिएको मनलाई बटुलेर एक ठाउँमा ल्याउने, त्यसलाई ध्यान भनिन्छ। छरिएको मनलाई किन बटुल्नु पर्यो भन्दाखेरि छरिएको मनमा ताकत हुँदैन। ताकत नभएपछि मनमा के हुन्छ? भोक लागेपछि के हुन्छ? रिस आउँदैन? भोक लागेको मान्छेलाई रिस छिट्टो आउँछ, बुझ्नुभयो? किनकि मन छरियो। जब खाना खाएपछि उसलाई रिस आउँदैन, किनकि मन अलिकति एक ठाउँमा आयो, अलिकति आयो भने जस्तो छरिएको मनमा ताकत हुँदैन। त्यहाँ रिस आउँछ, त्यहाँ लोभ आउँछ, त्यहाँ हरेक नराम्रो घटना हुन्छ। जब मन आफ्नो घरमा आयो, एक ठिक्कामा आयो, मनमा ताकत आउँछ, मनमा शक्ति आउँछ, मनमा जाँगर आउँछ। त्यसैले ध्यान गर्न जरुरी छ। हामी त ध्यान गर्दैन है, पाठ चाहिँ बेसरी गर्छ, हामी ध्यान गर्दैन। माला बेसरी जप्छ, ध्यान गर्दैन। 50औं जोर जुत्ता खिएर भने स्वयम्भू बौद्ध घुम्छ, ध्यान गर्दैन हामी। तर भगवान् बुद्धले हामीलाई सिकाउनु खोज्नु भएको ध्यान हो। ध्यान गर्नै पर्छ। हामीले माला जपेको, कोरवा छ्याछुपा गरेको, अन्तिममा ध्यान गर्नलाई नै गरेको हो। त्यो ध्यानमा पुग्नलाई नि त्यो खुड्किलो बनाएको हो। त्यो ध्यान गर्नै पर्छ, गोम गर्नै पर्छ। तपाईँले ध्यान गर्नु भएन भने अनि तपाईँ के हुन्छ त? मिठो सुप, मिठो झोल कचौरामा हालेर त्यो चम्चा त्यहाँ राख्यो भने, त्यो चम्चा 1 वर्ष राख्यो भने त्यो चम्चाले त्यो सुपको टेस्ट थाहा पाउँदैन, बुझ्यौ? हामी पनि धर्ममा बस्यो, धर्मको टेस्ट थाहा पाउँदैन, किन ध्यान गरेको छैन। त्यसैले ध्यान गर्न जरुरी छ। दिनको 15 मिनट नै किन नहोस्, ध्यान गर्नुपर्छ हामीले जीवनमा। ध्यान नगरिकन हाम्रो मृत्यु भयो भने धिक्कार छ। त्यो आमाको कोख धिक्कार छ। ती आमा अभागी हुनुभयो तपाईँलाई जन्म दिएर। के तपाईँ ध्यान नगरिकन तपाईँ मऱ्यो, तपाईँ त्यो धिक्कार छ। ध्यान गरेर हामी मऱ्यौँ भने ती आमा भाग्य मानिन्छन्। ती आमाले 9 महिनासम्म पेटमा राखेको, खेर गएन, त्यो केही सार्थक भयो त्यहाँ। त्यसो भएकोले हामी बुद्धिस्टले ध्यान गर्न एकदमै जरुरी छ। किनकि ध्यान गरेपछि हाम्रो मन स्वस्थ हुन्छ, हेल्दी माइन्ड। मन स्वस्थ भएपछि रोगले छुँदैन, शरीर स्वस्थ हुन्छ। ध्यान गरिसकेपछि तपाईँको अनुहारमा चमक आउँछ, अनुहारमा ज्योति आउँछ, सहनशीलता बढ्छ, मन ठुलो हुन्छ। छिनामिना समस्याले तपाईँलाई हानि नोक्सान पुर्याउँदैन।
त्यस ध्यान गरेको त फाइदै फाइदा, गुलियो गुलियो है। गुलियो त यो सुगर हुने गुलियो होइन, फेरि राम्रो गुलियो, भिटामिन आउने गुलियो है। ध्यान गर्नुपर्छ हामीले है। त्यही भएर ध्यानको बलले हुनुभयो सम्बन्ध गर्दा बुद्ध, जति पनि बुद्ध भए ध्यान गरेर बुद्ध भएको होइन। चकचके मान्छे बुद्ध हुँदैन, ध्यान गरेर बुद्ध भएको। त्यो ध्यान गर्नुपर्छ। त्यसपछि आयो प्रज्ञा। प्रज्ञाको बलले हुनुभयो, अब यो शराब पनि हो, शराब पनि प्रज्ञा। यो चाहिँ भगवान बुद्धले ध्यान चाहिँ त अरू धर्म आलमीहरूले सिकाउँछन्। हिन्दू धर्म, इसाई धर्म, इस्लाम धर्मदेखि अन्य अरू पनि धर्म होला, जैन धर्म, उनीहरूले पनि ध्यान सिकाउँछन्, मजासँग ध्यान सिकाउँछन्। अनि भगवान बुद्धले सिकायो त्यो प्रज्ञा हो। फेरि ध्यान त छँदैछ, अनि प्रज्ञा चाहियो, अनि प्रज्ञा हुनु पर्यो। अनि अहिले हामीले विपස්සना भनेर खुब चर्चा गर्छौँ, विपස්සना ध्यान गर्छौँ भन्छौँ नि। विपස්සना भन्यो भने प्रज्ञा भएर थाहा पाउने कुरो भयो। त्यसैले प्रज्ञा से रब, से भनेको जानेको, रब भने राम्रोसँग जानेको, जस्तोको तस्तै जानेको, नजिक गएर जानेको होइन। प्रज्ञा, प्र भनेको परमार्थ, धोनधम्पा परमार्थ, जस्ताको तस्तै। ज्ञा भनेको जानेको होइन, जानेको। अहिले हामीले त त्यसै जान्दैनौँ। हामीले के छ, म भनी छ, म भनी सिङ्गो छ है, एक्लो छ, म एउटा छु है, म एउटा छु। त कहाँ छ थाहा छैन, आफूले थाहा छैन त्यो कुरा। छन् चाहिँ छ भन्छ हामीले, म भनी छ है, म साँच्चै के छु, मलाई सबैले राम्रै भन्नु पर्ला, मेरो गल्ती अरूले खोतले गर्न देखाउनु मिल्दैन है भनेर हामीले मलाई सुरक्षा गर्छौँ। म पनि छ, हामीलाई भास हुन्छ, त्यो अनुभव पनि भइरहेको छ। तर जब हामीले त्यो प्रज्ञाको आँखाले हेर्छौँ, त्यो म चकनाचुर हुन्छ, त्यो आइस पानीमा हाले जस्तो हुन्छ। परमार्थ ज्ञान, विपස්සना ज्ञानले हेर्दाखेरि म पनि टिक्दैन, कहीँ पनि छैन। जहाँ खोजे कहीँ पाइँदैन। कपालदेखि लिएर बुढी औँलाको, त्यो खुट्टाको बुढी औँलाको टुप्पासँग खोज्दाखेरि म पाइनँ। न शरीरभित्र पाइयो, न शरीर बाहिर पाइयो, न भित्र बाहिरको बिचमा नै पाइयो। अनि छ यो कहाँ? जहाँ जब कि हामीले म भनेर समातिरहेको छ कहाँ? त्यो पर्दाभित्र छ कि भनेर त्यहाँ हेर्नु पर्ला जस्तो भइरहेछ नपाएर भन्दाखेरि। तर पनि हामीलाई म जस्तो लाग्छ, म छ जस्तो लाग्छ। हो त्यो हो, त्यसलाई भनिन्छ। अनि यो प्रज्ञा ज्ञानले हेर्दाखेरि त्यस्तो जो हामीले सोच्छौँ त्यस्तो त्यहाँ छैन है भन्ने कुरा भयो। किनभने चाहिँ म भनेपछि मेरो भयो, मेरो भएपछि तेरो भयो, अनि चाहिँ झैझगडा भयो, समस्या आयो नि त्यहाँ। अनि भगवान बुद्धले चाहिँ हामीलाई के सिकाउनु भयो त? सच्चाइ जान्नुपर्छ, सच्चाइमा पुग्नुपर्छ। नक्कलीले सच्चाइ भन्यो भने त्यहाँ खतरा छ। सच्चाइ थाहा पाउनु पर्यो, वास्तविकता थाहा पाउनु पर्यो। हो त्यो प्रज्ञाको बलले हुनुभयो सम्बन्ध गर्दा बुद्ध। प्रज्ञा बलाधिक बोध गरेका प्रभु नरसिंह करुणावानको नगरमा प्रवेश भयो। प्रज्ञा बल शब्द प्रख्यात भयो। ल अब एकपल्ट फेरि यो मन्त्र पढौँ त। ओम नमो भगवती अपरिमित आयुर्ज्ञान सु विनिश्चित तेजो राजाय तथागताय अरहते सम्यक सम बुद्धाय तदेथा ओम पुण्य पुण्य महापुण्य अपरिमित पुण्य ज्ञान सम्भ रूपचित्ते ओम सर्व संस्कार पारिशुद्धि धर्मते गगन समुद्गते स्वभाव विशुद्धि महानय परिवारे स्वाहा। यसरी भगवान प्रसन्न भयो, आज्ञा गर्नुभयो। मञ्जुश्री कुमार लगायतका सपरिवार देव मनुष्य दैत्य तथा गन्धर्व सहित लोकहरू खुसी भई श्री भगवान बुद्धले आज्ञा गर्नुभएको सूत्रको अभिनन्दन गरे। आर्य अपरिज्ञान आयुर्ज्ञान नाममा सूत्र समाप्त भयो। यहाँसम्म चाहिँ हामीले यो दोमाङको चाहिँ जुन यो विशेष गरेर आयु लामो गर्ने, बच्चाहरूको बर्थडेहरूमा पढ्नुपर्ने, यस्तो चाहिँ कुनै दान पुण्य गर्दाखेरि पढ्नुपर्ने, हामीले दोमाङको यो सूत्रहरू हामीले वाचन गऱ्यौँ।